नमस्कार सबैजनालाई। यो कार्यक्रम मातृद्वारा आयोजित र प्रविधि मैत्री शिक्षण समाज र नेपाल लाइफ इन्स्योरेन्सको सहयोजनामा गरिएको हो। यति भन्दै नै आजको प्रमुख प्रशिक्षक हामीसँग जोडिनु भइसकेको छ, डाक्टर लेख प्रसाद निरौला। उहाँ एक प्राध्यापक, व्याकरणविद, सिडिसीका लेखक तथा परिषद सदस्य र एक अनुभवी शिक्षक हुनुहुन्छ। उहाँ लामो समयदेखि नेपाली भाषा, व्याकरण र शिक्षक क्षमता विकासका क्षेत्रमा योगदान गर्दै आउनुभएको छ। सरलाई धेरै धेरै स्वागत छ। उपस्थित सम्पूर्ण साथीहरूलाई सन्ध्याकालीन अभिवादन छ। हामी विभिन्न ठाउँबाट जोडिएका छौँ। पक्कै पनि देशभित्र र देश बाहिरको पनि कोही हुनुहुन्छ कि भन्ने अनुमान गरिएको छ। हाम्रो जिज्ञासा 6, 7, 8 मा व्याकरण पढाउने क्रममा आएका समस्याहरू कसरी समाधान गर्ने भन्ने नै हो। त्यसैका लागि हामी छलफलमा जुटेका छौँ। म आज त्यो भाग्यमानी व्यक्तिका रूपमा पर्छु जो यहाँहरूका सामु यहाँहरूले अनुभव गरेका भोगेका कुराहरू सुन्न पाउँछु, विश्लेषण गर्ने, छलफल गर्ने वातावरण पाउँछु र एउटा निष्कर्षमा पुर्याउने कोसिस गर्छु। म यहाँहरूका अनुभव, यहाँहरूले दिएका सुझाव र यहाँहरूका जिज्ञासाहरू समाधान गर्ने कोसिस गर्छु म। र नियमित रूपमा कक्षामा यहाँहरूले भोगेका व्याकरण सिकाउने क्रममा धेरै चिज भोग्नु भएको छ। ती भोगेका विषयहरू के कस्ता छन् भन्ने जानकारी पनि म पक्कै पाउनेछु। आज मैले यहाँहरू समक्ष विशेष गरी नेपाली व्याकरणसँग सम्बन्धित केही विषयहरू छलफल गर्न गइरहेको छु। व्याकरण शिक्षण भनेको जहिल्यै पनि भाषा संसर्ग वा व्याकरण शिक्षणको प्रत्यक्ष विधिबाट थालनी गर्नुपर्ने हुन्छ। विगतमा जुनसुकै पद्धति अपनाइए पनि अहिले चाहिँ हामीले धेरै जसो भाषिक वातावरणै सिर्जना गर्नुपर्छ र भरसक व्याकरणका लागि छुट्टै बोझ बोकाउने त्यो अवस्था हामीसँग चाहिँ छैन। हामीसँग त्यो छुट छैन। हामी विद्यार्थीलाई धेरै बोझ बोकाउने पक्षमा नलागिकन हाम्रा पाठ्यपुस्तकहरू जे छन् जस्ता छन् ती भएका पाठ्यपुस्तकलाई आधार मानेर पाठ्यांशलाई अगाडि सार्दै हामी निश्चय पनि व्याकरण सिकाउने छौँ। त्यही कारणले यहाँ केही सूत्रहरू वा केही सङ्केतहरू मैले यहाँ राखेको छु। म धेरै व्याख्या गर्दिनँ किनभने हामी धेरै जसो प्रायोगिक पक्षमा नै जुट्नेछौँ भन्ने मेरो अपेक्षा छ। र भाषिक वातावरण नै दिनुपर्छ भाषा सिकाउनका लागि, किनभने पहिले भाषा छ, भाषा सँगसँगै भाषाका नियमहरू लागू हुन्छन्। पहिले नियम र त्यसपछि भाषा भन्ने कुरा हुँदैन। पहिले भाषा हुन्छ र भाषाको व्यवस्थापन व्याकरणका माध्यमबाट गरिन्छ। र यहाँ मैले राखेका केही सङ्केतहरू यहाँहरूले पक्कै हेरिसक्नु भएको छ। म यसलाई धेरै व्याख्या गर्ने पक्षमा छैन। र खास गरी व्याकरण सिकाइरहँदाखेरि अघि भनेकै कुरालाई मैले यहाँ थोरै सङ्केत गरेको छु। किन सिकाइन्छ, यसको महत्त्व के छ भन्ने कुरा यसमा राखेको छु। यो पनि आजको हाम्रो धेरै सैद्धान्तिक क्षेत्र नभएको हुनाले म त्यतातिर लागिन। अब खास गरी हामीले व्याकरण सिकाउँदा यो प्रयास गर्नुपर्ने हुन्छ। यति नै हो हाम्रो कार्यकलाप। व्याकरण सिकाउँदाखेरि यति नै हो हाम्रो कार्यकलाप। उदाहरणको प्रस्तुति, अभ्यास र उत्पादन, यही हो, मन्त्रै यही हो व्याकरण सिकाउने। हामी निगमनात्मक विधिबाट व्याकरण सिकाउँदैनौँ। हामी प्रशस्त उदाहरणहरू दिन्छौँ, धेरैभन्दा धेरै उदाहरणहरू दिन्छौँ र उदाहरण दिइसकेपछि अनि तिनै उदाहरणका आधारमा हामी अभ्यास गराउँछौँ विद्यार्थीलाई र त्यसपछि विद्यार्थीहरूलाई
कसरी उत्पादन गर्ने, अब अरू वाक्यहरू बनाउनुहोस्, यसै गरी अरू अभ्यास गर्नुहोस् भनेर कार्यकलाप गराउँछौँ। यो हाम्रो व्याकरण शिक्षणको विशेष एउटा पद्धति हो। त्यस कारणले व्याकरण शिक्षणमा हामी दायाँ बायाँ अरू क्षेत्रतिर लाग्दैनौँ। हामी कक्षामा जानुभन्दा अगाडि जुन विषय पढाउन खोज्दैछौँ, जुन पाठ पढाउन खोज्दैछौँ, जुन पाठ्यांश हाम्रो हुन्छ, त्यो पाठ्यांशलाई हामी आधार मानेर प्रशस्त उदाहरणहरू लिएर जान्छौँ। पहिले हामी एकैचोटि काल के होबाट सुरु गर्दैनौँ, विभिन्न कालका वाक्यहरू राख्छौँ र ती कालहरूका बीचमा ती वाक्यका फरकहरू के कस्ता छन् भनेर छलफल गर्छौँ र छलफल उदाहरणहरू देखाएर छलफल गर्छौँ र त्यसपछि केही अभ्यास गराउँछौँ र अनि अब यस्तै कालका वाक्यहरू बनाउनुहोस् भनेर हामी दिन्छौँ। तर अनि अन्तिममा मात्रै हामी यो भन्छौँ कि काल भनेको यो हो भनेर अन्तिममा परिभाषा दिन्छौँ। हाम्रो व्याकरण शिक्षणको अहिलेको पाठ्यपुस्तक केन्द्रित शिक्षणको माध्यम यही हुनेछ। त्यसका लागि हामीलाई विद्यार्थीका बारेमा बुझ्नुपर्ने हुन्छ। कक्षामा विद्यार्थीलाई उत्प्रेरणा जगाउन सकिएन भने हाम्रो पढाइ, हाम्रो शिक्षण पद्धति प्रभावकारी नहुन सक्छ। त्यस कारणले के आवश्यकता छ हामी हेरौँ, विद्यार्थीको रुचि कस्तो छ, लक्ष्य उन्मुख गतिविधि छ कि छैन र हाम्रो भूमिका के हो, यो सबै चिजलाई ध्यानमा राखेर अनि बल्ल व्याकरण शिक्षण गर्नुपर्ने हुन्छ। विद्यार्थीलाई रुचि छैन भने हामीले जबरजस्ती सुनाएर विद्यार्थीले हामीले सिकाए जति उपलब्धि नपाउन पनि सक्छन्। त्यस कारणले त्यो चिज हेर्नुपर्ने हुन्छ र सबभन्दा विशेष कुरा भनेको विद्यार्थीलाई हामीले उत्प्रेरणा जगाउनै पर्छ र उत्प्रेरणा जगाउनका लागि हामीसँग केही उपायहरू छन्। हामी त्यत्तिकै उत्प्रेरणा जगाउन सक्दैनौँ, केही विधि अपनाउनु पर्ने हुन्छ। व्याकरण पढेपछि यो हुन सक्छ, यसरी प्रतिस्पर्धा गरेर व्याकरणलाई अगाडि बढाउन सकिन्छ। यो जुनसुकैमा पनि लागु हुन्छ, व्याकरणमा मात्रै होइन। नेपाली अन्य जुनसुकै विषय पढाउनका लागि पनि विद्यार्थीलाई हामी यस किसिमबाट उत्प्रेरणा जगाउँछौँ। कसरी हुन्छ, विद्यार्थीलाई आफूले सिकाउन खोजेको विषयको परिणाम के हो हामी भन्छौँ, प्रतिस्पर्धामा लान्छौँ, हामी सहयोग गर्छौँ। सुरुमा हामी पुरस्कारको व्यवस्था गर्छौँ राम्रो गर्नेलाई, र दण्ड भनेको हामी कुनै शारीरिक र मानसिक दिँदैनौँ र हामी फेरि पनि पुनर्बलको प्रयोग गराउँछौँ, विद्यालयका क्रियाकलापमा सहभागी गराउँछौँ, उत्सुक गराउँछौँ र उनीहरूको रुचि र दृष्टिकोण पत्ता लगाउँछौँ र अनि विभिन्न सिपका माध्यमबाट विद्यार्थीलाई हामी यो वातावरणमा व्याकरण सिकाउन थाल्छौँ। अब म आजको विषयसँग केन्द्रित भएर कुरा गर्न खोज्दैछु। कक्षा 10 र कक्षा 8 हरेक हामी गुरुहरूले वा शिक्षकहरूले विशिष्टीकरण तालिका हेर्नुपर्छ। विशिष्टीकरण तालिका नहेरिकन कक्षामा जानु हुँदैन। विशिष्टीकरण तालिका अर्थात् ग्रिड हो। ग्रिड नहेरिकन हामी कक्षामा गयौँ भने हाम्रो विषय र समय दुवैको व्यवस्थापन मिल्दैन। तालमेल नमिलिसकेपछि राज्यले खोजेको परिणाम अथवा हामीले दिन खोजेको शैक्षिक उपलब्धि दुईटै शून्य हुन सक्छ वा न्यून मात्रामा हुन सक्छ। त्यसकारणले सबभन्दा पहिले हामीले ध्यान दिनुपर्ने के हो त भन्दा यो विशिष्टीकरण तालिका हो। हरेकलाई थाहा हुनुपर्छ विशिष्टीकरण तालिका। यो थाहा नभइकन हामी कक्षामा जानु भनेको हामी अँध्यारामा हो, हामीले अप्ठ्यारो। ग्रिड हेर्दैनौँ, ग्रिड नहेरिकन हामीले व्याकरण सिकाउनतिर लाग्नै हुँदैन। व्याकरण सिकाउनका लागि वा जुनसुकै पनि विषय सिकाउनका लागि हाम्रो हतियार, हाम्रो आधार भनेकै ग्रिड हो, विशिष्टीकरण तालिका हो। अब त्यो ग्रिड वा विशिष्टीकरण तालिकालाई आधार मान्ने हो भने यहाँ पक्कै पनि कक्षा 8 देखि 10 सम्म अध्यापन गराइरहनु हुने मित्रहरू हुनुहुन्छ। यस्तो अवस्थामा कक्षा 10 मा कक्षा 10 को हाम्रो अवस्था के छ भन्ने कुरा चाहिँ बुझ्नु जरुरी छ।
कक्षा 10 मा ग्रिड एक सेकेन्ड म रोकिएँ। कक्षा 10 मा हामीले ग्रिड हेर्ने हो भने यस्तो भेटिन्छ। म व्याकरणको मात्रै कुरा गर्दैछु। अब हामी विषय प्रवेश गर्न आँट्दैछौँ। यही होइन त ग्रिड? यहाँहरूले पक्कै देखेको कक्षा 10 को विशिष्टीकरण तालिका। यहाँहरूलाई भन्नुपर्दा हामी कति पूर्णाङ्कको व्याकरण गराउने रहेछौँ? यहाँहरूले पक्कै देखिसक्नु भएको छ कति पूर्णाङ्कको गराउने रहेछौँ। यही हो हाम्रो अङ्कभार। यो अङ्कभारका आधारमा हामीले समय व्यवस्थापन गर्नुपर्छ, विद्यार्थीलाई बारम्बार अभ्यास गराउनुपर्छ र अनि त्यो अभ्यास गराएर अनि विद्यार्थीले जाने नजानेको निर्माणात्मक मूल्याङ्कन गर्नुपर्छ, विद्यार्थीलाई सुधारका लागि लानुपर्छ। यो विशिष्टीकरण तालिका, यो ग्रिड थाहा भएन भने व्याकरण सिकाउनुको कुनै अर्थ पनि छैन, समय खेर जान्छ। म कयौं तालिमहरूमा जाँदा के भन्नुहुन्छ साथीहरूले भने जति गरे पनि विद्यार्थीलाई पदवर्ग सिकाउनै सकिएन, मैले त 2 महिना सिकाएँ भन्नुहुन्छ। 2 महिना सिकाउँदा पनि उपलब्धि हासिल भएन भन्नुहुन्छ। ओहो, 2 महिना पदवर्गलाई दिनुभयो भने अरूलाई कति दिने त? त्यसो भए पदवर्गबाट कक्षा 10 मा आउने अङ्क कति छ भन्दाखेरि जम्मा 3 छ। 3 अङ्कका लागि 2 महिना खर्च गर्यौं भने हाम्रो जम्मा व्याकरणको 28 पूर्णाङ्क कसरी पुरा हुन्छ त? कसरी व्यवस्थापन गर्न सक्छौं त? हाम्रो त 28 पूर्णाङ्क छ। 28 पूर्णाङ्कलाई लक्षित गरेर समय व्यवस्थापन गर्नुपर्छ। ठूलो हाउगुजी होइन नेपालीमा व्याकरण शिक्षणको। हामीले व्यवस्थापनतिर ध्यान दिनुपर्छ र शब्द भण्डार हाम्रो हेर्ने हो भने जम्मा 6 अङ्कको आइरहेको छ। वर्ण विन्यास 3 अङ्कको आएको छ र भाषिक संरचना बाँकी रहेका 4 3 7 8 9 10 11 र 4 15। अनि भाषिक संरचनामा केही प्रयोग दृष्टांश गर्दा त्यहाँ केही प्रसङ्गहरू आउँछन्, त्यो गर्ने हो भने शब्द निर्माण लगायतका त्यो 4। यो हाम्रो अङ्क विभाजन हो कक्षा 10 को। यो ध्यानमा राखेर हामी जहिले पनि कक्षामा जाउँ। म 2 अङ्कलाई कति समय खर्च गर्छु, हाम्रो तालिका हुन्छ, एकाइ कति पढाउने, दैनिक पाठ योजना हुन्छ, त्यस अन्तर्गत हामीले समय निर्धारण गरेका हुन्छौँ र यो ग्रिडलाई वा यो विशिष्टीकरण तालिकालाई विशेष आधार मानेर व्याकरण शिक्षण गरौँ। पक्कै पनि हाम्रा विद्यार्थीलाई हामीले सोचे जस्तो नतिजा ल्याउन सक्ने बनाउन सक्छौँ। यो त थियो मैले कक्षा 10 को कुरा गरेँ। अब जहाँसम्म कक्षा 8 को स्थिति हेर्ने हो भने पनि लगभग त्यस्तै छ। अलिकति थोरै फरक छ। हेर्नुस्, अघि शब्द भण्डार कक्षा 10 मा 6 अङ्क थियो भने कक्षा 8 मा पनि 6 अङ्क छ। हेर्नुस्, यो कक्षा 10 को 6 अङ्क छ। कक्षा 8 मा आउनुभयो भने पनि त्यही 6 अङ्क छ। भनेपछि हामीसँग 6 अङ्क शब्द भण्डारलाई अभ्यास गराउनु पर्ने हुन्छ। यसले यो खालको शब्द भण्डारमा हामीले समय दियौँ भने विद्यार्थीमा एक किसिमले यति धेरै शब्दहरूको जानकारी हुन्छ, उनीहरूलाई कुनै कुरा भन्नु पर्यो, लेख्नु पर्यो भने रोकिनु पर्दैन। यसका लागि के शब्द प्रयोग गर्ने अरे भनेर सोच्नु पर्दैन। यो क्षमताको विकास भइसकेको हुन्छ। अब कक्षा 10 मा हेर्नुस्, वर्ण विन्यासका लागि 3 थियो। कक्षा 8 मा आउनुभयो भने पनि वर्ण विन्यासका लागि 3 अङ्क निर्धारण गरिएको छ। भनेपछि वर्ण विन्यास 8 लाई पनि उत्तिने रहेछ र 10 लाई पनि उत्तिने रहेछ। यसले के देखाउँछ भने हामी शब्द भण्डार र वर्ण विन्यास कक्षा 8 9 र 10 मा उत्तिनै अङ्क निर्धारण गरेर अध्यापन गराउने रहेछौँ र हाम्रो समय व्यवस्थापन पनि त्यही अनुसार गर्नुपर्ने हुन्छ। अब यो त थियो विषय प्रवेश। हामीले व्याकरण शिक्षण गराउँछौँ। व्याकरण शिक्षण गराउनुभन्दा अगाडि व्याकरण शिक्षणका लागि हामी पाठ्य सामग्री अगाडि राख्छौँ। पाठ्य सामग्रीलाई अगाडि राखेर अनि हामी प्रशस्त उदाहरणहरू दिन्छौँ। उदाहरणका माध्यमबाट अभ्यास गराउँछौँ। अभ्यासपछि उत्पादनतिर जान्छौँ र विद्यार्थीलाई हामी प्रेरणा दिएर, उत्प्रेरणा दिएर बल्ल शिक्षण सिकाइमा प्रवेश गर्छौँ। म आज यहाँहरू समक्ष सबै त भ्याउँदिनँ होला। मातृले विभिन्न श्रृङ्खला मार्फत
व्याकरण शिक्षणको अभियान थाल्ने भन्नेको मैले बुझेको छु। आज जति भ्याइन्छ म क्रमशः जान्छु, केही समय अन्त्यतिर यहाँहरूका जिज्ञासाहरू लिन्छु, छलफलमा सहभागी गराउँछु र तत्कालका लागि म केही प्रसङ्गहरू जोड्छु। र आजको क्रम हाम्रो यस किसिम हुनेछ। आजको क्रममा हामी वर्ण विन्यास जुन अघि नै देख्यौँ, सबभन्दा 8लाई पनि वर्ण विन्यासको आवश्यकता छ, 10लाई पनि वर्ण विन्यासको आवश्यकता छ। यहाँहरूलाई यो सम्बन्धी वर्ण विन्यास सम्बन्धी शिक्षण गराउँदाखेरि जहाँ कहाँनिर समस्या परेको छ त्यस्तो टाइप गरेर यहाँ म्यासेजमा हाल्न मिल्ने व्यवस्था छ भने कृपया त्यो गरिदिनु भयो भने म ती पक्षलाई पनि यो सँगसँगै समाधान गर्छु। च्याटमा हालिदिने ठाउँ छ भने त्यो हेर्नु होला, त्योबाट पनि यहाँहरूको समस्या जिज्ञासा म समाधान गर्छु। अब वर्ण विन्यासपछि म पदवर्गमा जानेछु र धेरै जसो कुरा वर्ण विन्याससँग जोडिएर आउनेछन्। शब्द निर्माण वर्ण विन्याससँगै म जोड्छु, किनभने धेरै चिज शब्द निर्माण र वर्ण विन्यासको अन्तर सम्बन्ध छ र अन्य कुराहरू म यसपछि क्रमशः गर्नेछु। पदवर्ग जान्छु र त्यसपछि अरू विषयमा म प्रवेश गर्नेछु र यहाँहरूको माग भयो भने यिनीहरूलाई व्यतिक्रम पनि म गर्न सक्नेछु, त्यो छुट छ। अब यो मैले भनिरहँदाखेरि यहाँहरूलाई एउटा कुरा के निवेदन गरौँ भने वर्ण विन्यास एक दिन कक्षामा सिकाएर हामीले एक दिन यसरी लेख्नुपर्छ भनेर विद्यार्थीले त्यो लेखाइलाई सुधार्न सक्नुहुन्न। विद्यार्थीलाई बारम्बार हामीले अभ्यास गराउनुपर्छ। अब हामीले आधिकारिक कहाँ खोज्ने त? हामीले केही कोष अगाडि राख्नुपर्ने हुन्छ। अब हामीसँग नेपाल प्रज्ञा प्रतिष्ठानको एउटा एप छ, त्यो विद्यार्थीलाई डाउनलोड गर्न दिउँ। मोबाइल चलाउँछन् विद्यार्थीले, उहाँहरूलाई भनौँ एउटा एप डाउनलोड गर्नुहोस् भनेर उहाँहरूलाई देखाइदिउँ। यो खालको रङको चाहिँ यो एउटा एप हुन्छ, यो प्रज्ञा नेपाली बृहत शब्दकोश भन्ने लेखेको हुन्छ, यो राख्नुहोस्, अफलाइनमा पनि खुल्छ, नेट नहुँदा पनि यो खोल्न मिल्छ भनेर विद्यार्थीलाई सिकाउँ। प्रविधिको जमाना छ, हामीले एप खोल्न सिकाएनौँ भने हामीले विद्यार्थीलाई ठग्यौँ, हामीले बाटो देखाएनौँ। त्यसो हुँदाखेरि विद्यार्थीलाई यसमा अभ्यस्त बनाऊ। यो प्रज्ञा नेपाली बृहत शब्दकोश यो डाउनलोड गरौँ, अफलाइनमा पनि हेर्न मिल्छ, अर्थात् नेट नभएका बेलामा पनि हेर्न मिल्छ। किनभने वर्ण विन्यास एकैचोटि अभ्यास गरेर सकिँदैन। पटक पटक पाठ्य पुस्तक हेर्नुपर्छ, पटक पटक लेख्ने अभ्यास गर्नुपर्छ र अनि बल्ल वर्ण विन्यास सचिन्छ। अब कहिलेकाहीँ प्रज्ञा प्रतिष्ठानका शब्दकोशमा भएका शब्द र हाम्रा पाठ्य पुस्तकमा भएका शब्दहरूको लेखाइमा भिन्नता हुन सक्छ। कहिलेकाहीँ त्यस्तो किन भइदिन्छ भने हाम्रो पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्य पुस्तकहरू एकै दिन एउटै बसाइमा छापिएका पनि होइनन्, सम्पादन भएका पनि होइनन्। यसकारणले एउटा तहमा एउटा परम्परा सुरु गरिसकेपछि त्यही तहलाई अनुसरण गर्दाखेरि केही कुरामा विमति हुन सक्ला, थोरै विमति होला, नभए अधिकांश प्रज्ञा प्रतिष्ठानको शब्दकोशसँग पाठ्यक्रम विकास केन्द्रबाट छापिएका पुस्तकहरूमा एकरूपता भेटिन्छ। केही अपवादहरू छन्। किन अपवाद हुन पुगे त भन्दाखेरि त्यो विभिन्न चरणमा सम्पादन भए र त्यहाँ एकरूपता कायम गर्न केही थोरै समस्या भयो र आखिरी वैकल्पिक रूपले प्रज्ञा प्रतिष्ठानको शब्दकोशले पनि प्रयोग गरेको छ र त्यो वैकल्पिक प्रयोग कहीँ आएको हुन सक्छ। दोस्रो, हाम्रो आधार भनेकै पाठ्य पुस्तक हो। पहिलो आधार भनेको शब्दकोश हो। त्यसपछि गुरु परम्परा पनि हुन्छ। हिजोदेखि के प्रयोग गरिँदै आएको थियो, कतिपय शब्दहरू एउटा समुदायमा यो खालको शब्द हिजो प्रयोग गर्थ्यौँ भनेपछि हामीले त्यो मान्नुपर्ने परिस्थिति पनि हुन सक्छ र केही आफूभन्दा अग्रज व्यक्तिहरूबाट पनि हामीले सहयोग लिन सक्छौँ। यो यति माध्यम मात्रै हामीले अपनायौँ भने वर्ण विन्यास सुधार्न सक्छौँ। अब विद्यार्थीलाई के गराउने त? हामीले अनुलेखन गराउँ, त्यहाँ भएको सार्नुहोस् भनौँ विद्यार्थीलाई। सार्दै गएपछि ह्रस्व दीर्घका धेरै चुनौतीहरू विद्यार्थीले पार गर्न सक्छन्, त्यहाँ देखिन्छ। दोस्रो, श्रुति लेखन गराउँ। श्रुति लेखन गराउँ, आफूले उच्चारण गरौँ, विद्यार्थीले लेख्नुहुन्छ।
त्यसपछि कक्षामा त्यसलाई बारम्बार अभ्यास गराउँ। हामीले हिजो आज यो योजक चिन्ह पाठ्यपुस्तकमा प्रयोग गरेको कम पाउँछौँ, हामीले लगभग शून्य प्राय छ अहिले योजक चिन्हको। जस्तै यो प्रज्ञा प्रतिष्ठान मैले यहाँ लेखेँ, हाम्रा पाठ्यपुस्तकमा यो अवस्था छ। पाठ्यपुस्तकमा योजक चिन्हको प्रयोग अहिले शून्य प्राय छ। जति पनि पाठ्यक्रम विकास केन्द्रबाट निस्किएका पाठ्यपुस्तक छन् तिनीहरूमा यो योजक चिन्हको प्राय प्रयोग कम गरिएको छ विद्यार्थीलाई अझ सरलीकरणको सन्दर्भमा। अब अर्को छ प्रतियोगितात्मक कार्यक्रमहरू गरौँ। कहिलेकाहीँ विभिन्न कार्यक्रमहरू हुन्छन् त, हाजिरी जवाफमा पनि हामी सोध्न सक्ने भयौँ वा लेखाएर पनि हामीले प्रतिस्पर्धामा लान सक्ने भयौँ र यी अघि भनेका कुराहरू सँगै छन् र कहिलेकाहीँ नियम पनि हामीले सुनाउनु पर्ने हुन्छ। मैले यति भनिसकेपछि विद्यार्थीले गर्ने त्रुटिहरू के हुन् त? सामान्यतया ह्रस्व र दीर्घ। अब धेरै विद्यार्थीलाई ह्रस्व भनेकै थाहा हुँदैन, हामीले भनिदिनु पर्ने हुन्छ ह्रस्व भनेको एउटा ई हुन्छ, ई भनेको यताबाट हुन्छ र अर्को चाहिँ विद्यार्थीलाई हामीले के भन्नुपर्ने हुन्छ त ऊ हुन्छ। ऊ भनेको चाहिँ के हो त भन्दाखेरि ऊ भनेको यो यति, यो विद्यार्थीलाई हामीले भन्नै पर्ने हुन्छ। ह्रस्व दीर्घ देब्रे कि दाहिने भनेर विद्यार्थीहरू झुकिन सक्नुहुन्छ, यो ह्रस्वको कुरा भयो। अब दीर्घमा हामीले भनिदिनु पर्ने हुन्छ। दीर्घ भनेको नेपाली व्याकरणले यसलाई मात्रै लिएको छ, यो यताबाट हुन्छ र यो उकार यस्तो हुन्छ र विद्यार्थीलाई हामीले यो हुन्छ भनेर देखाइदिनु पर्ने हुन्छ। ह्रस्व दीर्घ शब्द मात्रै भन्यौँ भने विद्यार्थीलाई गाह्रो पर्छ, स्पष्टसँग हामीले भनिदिनु पर्छ। अब ह्रस्व दीर्घमा समस्या हुन्छ। कहिलेकाहीँ कुनै कुनै समुदायले उच्चारण गर्दाखेरि कतिपय वर्णको उच्चारणमा भिन्नता ल्याउन नसक्ने अवस्था हुनसक्छ, समउच्चारित वर्णहरू हुन सक्छन्। कहिले शिरबिन्दु र चन्द्रबिन्दुको प्रयोगमा त्रुटि हुनसक्छ। हलन्त र अजन्त भन्नुको अर्थ व्यञ्जन अन्त्यमा हुनेलाई हलन्त भनिन्छ, खुट्टा काटिएको, र अजन्त भनेको खुट्टा नकाटिएको। र पदयोग र पदवियोग भनेको जोडिने र नजोडिने र लेख्य चिन्हको प्रयोग त्यो हामी पूर्णविराम, अल्पविराम, अर्धविराम लगायतका कुराहरू गर्छौँ। यो वर्ण विन्याससँग सम्बन्धित त्रुटि हो जुन हामीले विभिन्न सन्दर्भमा पढेका छौँ, पढाएका पनि छौँ। अब यति भइसकेपछि मैले अब भन्नै पर्ने प्रसङ्ग के हो भने वर्ण विन्यासका लागि हामीले शब्दको स्रोत थाहा पाउनु पर्ने हुन्छ। जबसम्म हामी शब्दका स्रोतहरू थाहा पाउँदैनौँ तबसम्म वर्ण विन्यास सिकाउन सक्दैनौँ विद्यार्थीलाई। शब्दका स्रोतहरू सँगसँगै लानुपर्ने हुन्छ। शब्दका स्रोतहरू खास गरी 3 किसिमका हुन्छन् भनेर हामीले विद्यार्थीलाई भन्छौँ। तर कसरी भन्छौँ त भन्दा उदाहरण दिएर भन्छौँ। हामी विद्यार्थीलाई विभिन्न तरिकाले उदाहरण पाठ्यपुस्तकमा भएका पाठ्यांशहरू देखाउँछौँ र उदाहरण दिएर हामी भन्छौँ र हामी विद्यार्थीलाई भन्न सक्छौँ। जस्तै लेख्ने वर्णहरू कतिवटा छन् स्वर भनेर देखाउँछौँ, अ आ इत्यादि। अनि उच्चारण हामीले कतिवटा गरिरहेका हुन्छौँ, त्यो 6वटा स्वरको कुरा गर्छौँ। अनि 36वटा लेख्य वर्ण र 29वटा कथ्य वर्ण हामीले विद्यार्थीलाई आवश्यकता अनुसार तह हेरेर 8मा अलिअलि सुरु गर्छौँ, 10मा त हामीले प्रश्नसँग भन्नै पर्छ। र यति गऱ्यौँ भनेदेखि अनि बल्ल यसका आधारमा हामीले तत्सम शब्दमा चाहिँ हामी केही पनि परिवर्तन गर्दैनौँ। तत्सम शब्दमा यो 13वटै स्वर वर्ण प्रयोग हुन्छ, 36वटा व्यञ्जन वर्ण प्रयोग हुन्छ भनेर हामी स्पष्ट भन्छौँ। कतिजना भन्नुहुन्छ हाम्रा कतिपय वर्णहरू हराए भन्नुहुन्छ, कुनै वर्ण हराएको छैन। तत्सम शब्दमा हामी हिजो कुञ्ज लेख्थ्यौँ भने अहिले पनि हामी कुञ्ज यको प्रयोग गर्छौँ। तत्सम शब्दमा हिजो कण्ठ लेख्थ्यौँ भने अहिले पनि हामी कण्ठको प्रयोग, अणको प्रयोग गर्छौँ। य पनि हटाएको छैन, अण पनि हटाएको छैन, हाम्रो दुईटै छ। तत्सम शब्दमा हामी हिजो शारदा लेख्थ्यौँ, मोटो स थियो जसलाई तालव्य स भनिन्छ, आज पनि हामी प्रयोग गर्छौँ। तत्सम शब्दलाई चलाएको छैन, कहीँ पनि तत्सम शब्द चलेका छैनन्। हिजो पनि हामीले चाहिँ मान्नुहोस् षट्कोण लेख्थ्यौँ भने आज पनि षट्कोण उस्तै लेखिन्छ, त्यो कहीँ पनि बिगारेको छैन। हिजो जस्तो थियो त्यस्तै छ। हिजो पनि हामी क्षमा लेख्थ्यौँ भने आज पनि हामी क्षमा लेख्छौँ। तत्सम शब्दमा जस्तो हिजो प्रयोग थियो आज त्यही नै प्रयोग गरेका छौँ। संस्कृत शब्दमा कहीँ पनि पाठ्यपुस्तकले कहीँ छोएको छैन। त्यसो हुँदाखेरि विद्यार्थीलाई हामीले तत्सम शब्दका केही ज्ञानहरू दिनुपर्छ। जस्तै ज्ञानै भन्यो,
हामीले ज्ञ पनि जस्ताको तस्तै राखेका छौँ। अब मैले यो भनिरहँदाखेरि 13वटा स्वरको अभिप्राय अ आ इ ई उ ऊ ऋ ए ऐ ओ औ अम अ, यी 13वटा स्वर तत्सम शब्दमा भएका। तत्सम शब्द लेख्नु पर्दा हामी जहाँ पनि लेख्छौँ। मान्नुहोस् न, ऐश्वर्य लेख्नु पर्यो भने यो ऐकै प्रयोग गर्छौँ, हामी अर्को प्रयोग गर्दैनौँ, ऐ नै लेख्छौँ हैन। त्यसो हुँदाखेरि तत्सम शब्दका हकमा हामीले हिजो जस्तो प्रयोग गरेका थियौँ आज त्यस्तै छौँ भन्ने कुरा स्पष्ट पार्नुपर्छ र विद्यार्थीलाई आफ्नो पाठ्य पुस्तकबाट केही अंशहरू देखाउनुपर्छ। यी यस्ता अब कसरी चिन्ने, 36वटा वर्ण भएका तत्सम हुन्, 13वटा स्वर भएका तत्सम हुन्, तर त्यति हुँदाहुँदै पनि विद्यार्थीलाई त हामीले अङ्कमा मापन गरेर उत्तीर्ण गराउनु पर्नेछ। हेर्नुहोस् है, हाम्रो चुनौती सीमित समय हुन्छ, एक त व्याकरण पढाउने समय हामीसँग थोर हुन्छ, त्यो बिचमा निश्चित अङ्क लिएर आएर विद्यार्थीलाई उत्तीर्ण गराउनु पर्नेछ। त्यो परिस्थितिमा सबै तत्सम शब्द संस्कृतको भण्डार हामी सुनाएर सक्दैनौँ विद्यार्थीलाई। हामीलाई लेख्नका लागि, विद्यार्थीलाई पहिचान गर्नका लागि केही उदाहरणहरू हामीले दिनुपर्ने हुन्छ। जस्तै रि वर्ण भएका शब्दहरू विद्यार्थीलाई खोज्न लगाउन सक्छौँ। म यहाँनिर आइपुगेँ, यो रि वर्ण भएका शब्दको कुरा गर्दैछु। म रि वर्ण भएका शब्दको उदाहरण दिँदाखेरि यो रि स्वतन्त्र पनि हुनसक्छ, यो रि कुनै वर्णसँग पनि जोडिएको हुनसक्छ। जस्तै उदाहरणका लागि ऋषि पनि होला, ऋतु पनि होला। यो त सग्लो रि छ, हेर्नुहोस्, ऋचा, ऋण, ऋषि, ऋतु, यो सग्लो होला। र कहिलेकाहीँ लु मानौ न यो सृष्टि आयो, लु श्री आयो भने पनि यो चाहिँ तत्सममै लेखिन्छ। हामी तत्समको हकमा मात्रै यो श्रीको प्रयोग गर्छौँ अनि बल्ल सृष्टि लेख्छौँ हामी। यो तत्सम हो भनेर चिनाउनका लागि ऋको प्रयोग कहाँ कसरी भएको छ त्यो चिज देखाउनु पर्ने हुन्छ। दृष्टि लेख्यौँ, दृष्टि पनि हाम्रो लागि तत्सम भयो, किनभने ऋको प्रयोग भएको छ। विद्यार्थीलाई छोटकरीमा चिन्नका लागि यसको अर्थ अरू वर्ण चाहिँ होइन भन्न खोजेको होइन। हामीले छोटो समयमा विद्यार्थीलाई चिनाउनका लागि यो परिस्थिति सिर्जना गर्नुपर्ने हुन्छ, होइन भने हुँदैन। थोरै समयमा तत्सम शब्द कसरी चिन्ने, सर भन्छ, सर म्याम भन्छन्, गुरुआमा गुरु भन्छन्। अब के भन्नुहुन्छ, कसरी चिन्ने भन्नुहुन्छ, त्यतिखेर त विद्यार्थीलाई केही त उपाय त दिनु पर्यो। सबै भनेर त कक्षामा सम्भव छैन, एउटै कक्षामा सबै चिज सम्भव छैन। त्यस्तो अवस्थामा हामी छोटो एउटा विधि अपनाउँछौँ र त्यो छोटो विधिमा के छ त भन्दा रि वर्ण प्रयोग भएका जति पनि शब्दहरू छन् ती सबै तत्सम हुन्छन्। केही शून्य प्राय अपवाद बाहेक। त्यो अपवादलाई हामी सुरुमा सिकाउँदैनौँ, भन्दैनौँ। विद्यार्थीले खोजेर सोध्दै 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 गइसकेपछि अनि बल्ल हामी भन्छौँ कि यो चाहिँ होइन है भन्छौँ। नभएदेखि अधिकतम शब्द रि भएका, चाहे त्यो सग्लो होस् चाहे त्यो थपेको होस्। अब मान्नुहोस् न, कृषि ऋको प्रयोग गरियो, केही पनि छैन। त्यसो हुँदाखेरि अब यहाँ त भनिएला कि सको प्रयोग भयो, त्यस कारणले तत्सम छ। त्यसो भए त समृद्धिमा त छैन नि त सको प्रयोग, पातलो स छ अनि मृ छ। त्यसो समृद्धि चाहिँ के हो त, तत्सम हो कि होइन त भन्दा यो तत्सम हो भन्ने हामीले। किन तत्सम हो भन्दा समृद्धि, हेर्नुहोस् के छ, स छ, ममा हामीले के जोड्यौँ त भन्दाखेरि ममा हामीले रि जोडिदिउँ। हेर्नुहोस्, ममा रि जोडेपछि के बन्यो भन्दाखेरि मृ बन्यो, होइन। मृ आउने बित्तिकै यो तत्सम हो भनेर हामीले विद्यार्थीलाई सिकाइदिन सक्छौँ। यो सजिलो उपाय हो। हेर्नुहोस्, एउटा रि मात्रै हामीले सम्झाइदिन सक्यौँ विद्यार्थीलाई भने धेरै शब्द पाठ्य पुस्तकमा भएकाहरू विद्यार्थीले तत्सम पहिचान गर्न सक्छन्। ऋको उदाहरण हामी दिन्छौँ। रि जस्तै यहाँको कुरा अघि नै मैले भने, यहाँ हामी मञ्जन होस् कि अञ्चल होस्, होइन, मञ्जन, मैले यहाँ मञ्जन। अब यो मञ्जन शब्द आयो भने हामी विद्यार्थीलाई भन्न सक्छौँ यो चाहिँ तत्सम हो है भनेर, किनभने यहाँको प्रयोग भएको छ। अब कुञ्ज होस् कि निकुञ्ज, होइन, निकुञ्ज, हेर्नुहोस् तत्सम शब्दको प्रयोग हो भनेर, यो तत्सम हो भनेर। यहाँको प्रयोग भएका जति पनि शब्दहरू भेट्छौँ हामी विद्यार्थीलाई के भनौँ भने यिनीहरू चाहिँ अधिकतम शब्द तत्सम स्रोतका हुन्, यिनीहरूलाई हामीले बिगार्न पाउँदैनौँ। यो अधिकार हामीसँग छैन, हाम्रो मौलिक तत्सम शब्दलाई हामीले बिगारेका छैनौँ, होइन। त्यस्तै अणको प्रयोग हुने। अब अणको सन्दर्भमा एउटा रमाइलो कुरा यहाँहरूसँग भनौँ। अणको प्रयोग गरिरहँदाखेरि हेर्नुहोस्, घन
घन्टा तत्सम छ है, घन्टा तत्सम छ। अब यो तत्समबाट घन्टी बनाउनु पर्यो हामीले। घन्टामा के लागेछ भन्दाखेरि घन्टा, अब हामीले यसमा चाहिँ तद्भवीकरण गर्यौँ, हेर्नुहोस् यी लगाइदिउँ, घन्टी भयो। अब घन्टी भयो भने चाहिँ हाम्रो विग्रह गरुन्जेल अण छ, अनि बनेको शब्द चाहिँ के बन्यो त भन्दाखेरि घन्टी बन्यो। हेर्नुहोस्, एक घन्टा लेख्दा हामीले अण लेख्यौँ, एक घन्टी लेख्नु पर्यो भने चाहिँ यो चाहिँ तद्भवीकरण हुने बित्तिकै अण हट्यो, अणको सट्टामा के आइदियो त भन्दा नआयो। यो हो भिन्नता, तद्भवीकरण भयो। यहाँहरूले बुझिदिनु पर्ने वा विद्यार्थीलाई बुझाइदिनु पर्ने। लु मान्नुहोस् कण्ठ लेख्यौँ हामीले, हो कण्ठ हुन्जेल ठिक छ, अणको प्रयोग गर्यौँ, तर कण्ठी लेख्नु पर्यो, कण्ठी लगाएको भन्नु पर्यो भने अब यो आइदियो, अण हट्यो र अणको सट्टामा के को प्रयोग भयो त भन्दा नको प्रयोग भयो। यो भिन्नता चाहिँ तद्भवीकरण हुने क्रममा चाहिँ परिवर्तन छ, तर तत्सम हुन्जेलसम्म हाम्रो केही परिवर्तन छैन। अण जस्तो थियो, विद्यार्थीलाई अण भएका शब्दहरू हामी प्रशस्त मात्रामा तत्सम हुन् भनेर हामीले सिकाउन सक्छौँ। त्यस्तै अघि हामीले यहाँ भन्न खोजेको के थियो भने यो स स क्ष र ज्ञ, त्र होइन, त्र तद्भवमा पनि आउँछ र आगन्तुकमा पनि आउँछ। त्यस कारणले स स क्ष र ज्ञ यी वर्णहरू हुनेलाई हामीले तत्सम मान्छौँ भनेर विद्यार्थीलाई यो मात्रै अभ्यास गराइदिउँ, यसका शब्दहरू मात्रै हामीले अभ्यास गराइदिउँ भने प्रशस्त मात्रामा तत्सम शब्द चिन्छन्। तत्सम शब्द चिन्नु भनेको वर्ण विन्यासका ठुला समस्याहरू समाधान हुँदै जाने हो। किनभने बाँकी रहेका त यो तरिकाले लेख्न सकिन्छ भनेर एउटै नियम अन्तर्गत हामी विद्यार्थीलाई सिकाइदिन सक्छौँ। र तत्सम शब्दको हकमा चाहिँ हामीले जान्ने कुराहरू गर्ने, यो त्रलाई हामी राख्दैनौँ, त्रको चाहिँ हामी राख्दैनौँ। यो वर्ण यति वर्ण भएका शब्दहरूलाई हामी के मान्छौँ त भन्दा तत्सम मान्छौँ भनेर यति मात्रै भनिदिउँ। यो भनिदिउँ भने विद्यार्थीले धेरै हदसम्म तत्सम शब्द चिन्न सक्नुहुन्छ। अब अर्को, यो सुरुमा दीर्घ चाहिँ 99%, बिचमा दीर्घ चाहिँ कहिलेकाहीँ 10% कम हुन्छ तत्सम हुनका लागि। सुरुमा दीर्घ चाहिँ हाम्रो महत्त्वपूर्ण आधार हो, हेर्नुहोस्, तत्सम चिन्नका लागि। किताबमा लेखेका ठाउँमा जुन जुन पाठमा जुन जुन शब्दमा सुरुमा दीर्घ आउँछन्, सुरुमा दीर्घ आउने शब्दहरूलाई हामी के भन्छौँ त भन्दा तत्सम भन्छौँ। कहिलेकाहीँ जान्ने विद्यार्थीले हामीलाई के भन्नुहुन्छ त भन्दा कहाँ त्यसो भए त फुल के हो त भनिहाल्नुहुन्छ केही। हामी फेरि त्यसलाई सँगसँगै अर्को नियम भनिदिन्छौँ, श्रुतिसम भिन्नार्थकमा यो नियम लागू हुने छैन भन्छौँ। श्रुतिसम भिन्नार्थक बाहेक अरू जुनसुकै अवस्थामा पनि तत्सम शब्दको सुरुमा के हुन्छ त भन्दा दीर्घ लेख्न पाइन्छ। यसको अर्थ सबै शब्द दीर्घ लेख्ने भने होइन, जति शब्द लेखेका हामी दीर्घ भेट्छौँ ती दीर्घ लेखेका शब्दहरू चाहिँ हामी के पाउँछौँ त भन्दा तत्सम पाउँछौँ। जस्तै अब दीर्घ लेखेका शब्दहरू के हुन सक्छ, उदाहरणका लागि मान्नुहोस् विद्यार्थीलाई हामीले सुरुमा दीर्घ लेखेका शब्दहरू देखाउन सक्छौँ नि। सूर्य, हेर्नुहोस् तत्सम भयो कि भएन त? यो विद्यार्थीलाई सुरुमा दीर्घ छ भनेर सिकायौँ। मान्नुहोस् पूर्व, पूर्व यो तत्सम हुन सक्ने भयो किनभने हाम्रो यो नियमले भेट्यो। अथवा मानुष धूप लेख्यौँ, हेर्नुहोस् दीप लेख्यौँ, तत्सम शब्द हामीले भेट्न सक्ने भयो नि त। अथवा कीर्ति भन्यौँ है, कीर्ति अगाडिपट्टि, अथवा के भन्न सक्छौँ त भन्दाखेरि रीति, हेर्नुहोस्। अब यस किसिमका शब्दहरू चाहिँ के हुन् त भन्दा तत्सम हुन्। यो जुन अघिका कुनै नियमले भेट्दैन थियो, योभन्दा अगाडि हामीले के भनिरहेका थियौँ त भन्दा स स क्ष ज्ञ यी नियमले भेटेन तत्समलाई, त्यस कारणले थप नियम हामीले विद्यार्थीलाई सजिलोका लागि हामीले भनेको। तर यो भनिरहँदा नियम पहिले घुकाउने होइन, विद्यार्थीलाई खोज्न लाउने हो। सुरुमा दीर्घ भएका शब्दहरू खोज्नुहोस् त नानी बाबु हो भनौँ, उहाँहरूले खोज्नुहुन्छ अनि त्यसभित्रबाट हामीले छनौट गर्ने हो, पाठकै अभ्यासबाट गर्ने हो। र यसरी गर्यौँ भने पक्कै पनि विद्यार्थीले तत्सम स्रोत थाहा पाउनुहुन्छ। तत्सम स्रोत थाहा पाउनु भनेको एक किसिमले लेख्न शुद्ध थाहा पाउनु हो। ह्रस्व दीर्घ हो सबभन्दा बढी विद्यार्थीले बिगार्ने, र ह्रस्व दीर्घको समस्या हाम्रो यहीँबाट समाधान हुँदै जान्छ। तत्सम शब्द हामीले चिन्यौँ भने धेरै सजिलो हुन्छ। हेर्नुहोस् यो अगाडिपट्टि दीर्घ हुने शब्द प्रशस्त मात्रामा हामीसँग हुन्छन्, हामीले विद्यार्थीलाई सूची दिन पनि सक्छौँ र हामीले
खोज गरेर यी यस्ता शब्दहरू चाहिँ दीर्घ भएका शब्दहरू मान्नुहोस् न, यही छ, लु मान्नुहोस्, शीर्षक दीर्घ आफै शब्द के रहेछ त भन्दाखेरि तत्सम रहेछ भनेर हामी विद्यार्थीलाई भन्न सक्छौँ। यसले पनि धेरै सजिलो पर्छ विद्यार्थीलाई। तत्सम सिकाउँ, तत्सम सिकाउनु भनेको दीर्घवाला समस्या सिकाइयोस्। अब दीर्घ सिकाउनु भनेको बाँकी रहेको त ह्रस्व जति त तद्भवमा पनि हुने भयो, तत्सममा पनि हुने भयो। हामी जुन मूल समस्या छ त्यसलाई केन्द्रित हुन्छौँ र त्यसको समाधान गर्नतिर हामी लाग्छौँ। यो गरियो भने तत्सम तद्भवको ठुलो एउटा चुनौती पार गर्न सकिन्छ। अब अर्को एउटा महत्त्वपूर्ण, यो म यसलाई यतापट्टि राखेँ र यो बुँदामा आइसके, हेर्नु होला, यो बुँदा मैले यहाँनिर बढी महत्त्व दिएको बुँदा हेर्नुहोस्। व लेख्दा ब बोलिने, यो धेरैजना गुरुआमाहरूले मलाई भन्नुहुन्छ, गुरु यो वातावरण कि वातावरण, वन कि वन, झुकिनुहुन्छ, विज्ञान कि विज्ञान। उच्चारण हामीले एकरूपताका लागि के भन्ने गरेका छौँ विद्यार्थीलाई भने, यदि व लेख्दा, हेर्नुहोस् है, व लेख्दाखेरि ब बोलिने शब्दहरू छन् भने त्यो ब बोलिने शब्दलाई हामीले तत्सम मानौँ। यति मानियो भने धेरै समस्या समाधान हुन्छ। यही एउटा नियमले मात्रै, व लेख्दा ब बोलेको अवस्थामा सजिलो छ। हेर्नुहोस्, अब हेर्नुहोस्, व न तत्सम, विद्यार्थी लेख्दाखेरि विद्यार्थी लेखेको छ, बोल्ने बेला के बोलेको छ, विद्यार्थी, तत्सम। यसरी पनि सजिलो हुन्छ। यो हो भन्ने कुरा, वातावरण लेखेको छ, हामी वातावरण भन्छौँ, विश्व भन्दैनौँ, हामी के भन्छौँ, विश्व भन्छौँ। तत्सम शब्द चिनाउन त यसले पनि त हामीलाई साथ दिन्छ नि। यो ठुलो एउटा हतियार पनि हो। जस्तै अवसर, हेर्नुहोस्, ऐका मोटो स वा तालव्य स दन्त्य सको अ छैन नि, यहाँ केही पनि छैन, अवसर, अवसर। अब व आइसक्यो नि, अवसर भन्छौँ हामीले, व बोलिरहेका हुँदैनौँ। यस्तो अवस्थामा हामी के गर्छौँ त भन्दा तत्सम शब्द हो भनेर पुष्टि गरिदिन सक्छौँ, होइन। अब तत्सम शब्दलाई व लेख्दा ब बोलिने जति पनि धेरै जसो वि उपसर्ग लागेका, बी उपसर्ग लागेका जति शब्दहरू के हुन सक्ने भयो त भन्दा तत्सम हुन सक्ने भयो। बी उपसर्ग लागेका विज्ञान, विदेश, विचार, विमर्श, होइन, सबै शब्द त छन्। बी उपसर्ग लागेका जति जम्मै हुने रहेछ। यसले पनि हामीलाई काम गर्छ। यो महत्त्वपूर्ण हो। यो लाई मात्रै हामीले ध्यान दिन सक्यौँ भने विद्यार्थीलाई तत्सम शब्द हामीले सिकाउँछौँ। तत्सम शब्द विद्यार्थीले जान्नु भनेको एक किसिमले ह्रस्व दीर्घ व ब स स को समस्या समाधान आफै हुँदै जान्छ। अघि मैले भनेको थिएँ विद्यार्थीले कहाँ गल्ती गर्छन् भन्दा ह्रस्व दीर्घ, त्यो पनि तत्समसँग सम्बन्धित भयो। शिरबिन्दु र चन्द्रबिन्दु अहिले मैले भनेको छैन, र अहिले मैले के भनिरहेको छु त भन्दाखेरि स सहरू सम उच्चारित उस्तै छ। अब त्यसो हुँदाखेरि यो रि अनि य अण स स क्ष ज्ञ अनि सुरु र बीचमा दीर्घ व लेख्दा ब बोलिने, यति चिजलाई यहाँहरूले विद्यार्थी सामु बुझाइदिन सक्नुभयो भने, यतिलाई मैले यसो गरेँ, यो फरक रङमा हालिदिएँ, यति भयो भने तत्समको सम्बन्ध हामीले बुझ्न सक्छौँ। यो महत्त्वपूर्ण कुरा भयो। र तत्सम शब्द सिकाउनका लागि अरू पनि केही विधिहरू अपनाउन सक्नुहुन्छ। अरू के विधि अपनाउँदा चाहिँ हामीले तत्सम शब्द सिकाउन सकिएला भनेर यहाँहरूले पक्कै पनि कहिले अनुमान गर्नुभएको होला। हामीले सिकाउन सक्ने भनेका संस्कृतका केही उपसर्ग, हेर्नुहोस्, उपसर्ग अनि संस्कृतका केही प्रत्यय, यी शब्द, यी लागेका शब्द सधैँ तत्सम बन्ने गर्दछन्। केही उपसर्ग र केही प्रत्यय। कस्तो उपसर्ग र प्रत्यय लागेका हुन्छन् भनेदेखि यहाँहरूलाई थाहा छ, प्र, परा, अप, सम कति पढ्नुभयो होला, कति पढाउनु भयो होला। ती उपसर्ग कहिले पनि अरू ठाउँमा लाग्दैन। जस्तै मानौँ न सम उपसर्ग छ, हेर्नुहोस्, मैले सम उपसर्गको एउटा उदाहरण दिएँ। सम उपसर्ग छ, यो सम उपसर्ग कहाँ लाग्छ त हेर्नुहोस्, गतिमा लाग्यो। सममा गति लागेपछि के भयो, पक्कै पनि यहाँहरूले के भन्नुहुनेछ, सममा गति लगाउनु छ। अब खोज्नु होला, सममा गति लगायो भने के हुन्छ, सममा गठन लगाउनु भयो भने के हुन्छ, अथवा सममा देश लगाउनु भयो भने के हुन्छ, सममा त्रास लगाउनु भयो भने के हुन्छ,
हैन। सममा बन्द लगाउनु भयो भने के हुन्छ र सममा विधान लगाउनु भयो भने के हुन्छ। अब हेर्नुहोस्, यी गति, गठन, देश, त्रास, बन्द, विधान, यी जम्मै शब्द के हुन्छ भन्दा तत्सम शब्द हुने रहेछन्। सम उपसर्ग लागेका सबै शब्दहरू तत्सम भयो। अब सममा गति लगायौँ त के बनायौँ हामीले? संगति बनायौँ। हेर्नुहोस्, यही सिकाइदिउँ हामीले उपसर्गको कुरा पनि। संगति उपसर्ग के लागेको रहेछ? सम लागेको रहेछ। गसँग गएर मिलेपछि पञ्चम वर्ण त यहीँ आइगयो त। हामीले छुट्टै अतिरिक्त समय खर्चै गरेनौँ। उपसर्गैसँग हामीले जोडौँ न, प्रत्ययसँग जोडौँ, समाससँग जोडौँ, छुट्टै वर्ण विन्यासलाई दुःख गर्नै पर्दैन। हामी जुन पाठ पढाउँदैछौँ त्यहीसँग लगेर ठ्याक्क जोड दिन सक्यौँ। यी संगति हेर्नुहोस्, सममा गति लागेछ, गले गर्दाखेरि म चाहिँ पञ्चम वर्ण भयो, संगति। अब त्यही सममा गठन लागेछ, हामीले के गर्ने त भन्दा सम जोड गठन के बनायौँ? संगठन। हेर्नुहोस्, संगठन। विद्यार्थीलाई भनिदिउँ हामीले, थोप्लो हुन्छ कि हुँदैन विद्यार्थीले सोध्दै सोध्नुहुन्न, किन हुन्छ कि हुँदैन हामी पनि झुक्किन्नौँ। किनभने जहाँ पञ्चम वर्णको सम्भावना छ त्यहाँनिर अरू आउन सक्ने सम्भावना रहँदैन। ग भएका ठाउँमा ङ आउने भयो। यी हेर्नुहोस्, देश छ, तथ दध न। अब सममा देश लगाउने बित्तिकै के भएछ त? सन्देश। यी न आएछ, उपसर्ग के थियो? यही सम थियो नि त। सम उपसर्ग त यस्तो पो बनाइरहेको छ। हेर्नुहोस् त, यो विद्यार्थीलाई हामीले भनिदिउँ। यसले के गर्ने भयो त भन्दाखेरि विद्यार्थीलाई सिकाउन हामीलाई सजिलो हुन्छ। परिवर्तन एकै ठाउँमा तपाईँले वर्ण विन्यास जे पाठ पढाउँदै हुनुहुन्छ वर्ण विन्यासलाई त्यहीसँग लगेर जोड दिनुहोस्, अनि विद्यार्थीले सिक्छन्। अघि नै मैले सुरुमा निवेदन के गरेका थिएँ भने विद्यार्थीले एकैचोटि वर्ण विन्यास एकै दिन सिक्दैनन्। हामीले जुन पाठ पढाउँदैछौँ त्यो पाठका आधारमा सिक्ने गर्छन्। संगठन, सन्देश, सन्त्रास। हेर्नुहोस्, सन्त्रास त आयो। अब यी यहाँ आएपछि चाहिँ बल्ल बसँग चाहिँ के भयो त भन्दाखेरि सम्बन्ध, अनि व आयो त के भयो? थोप्लो गयो, संविधान। विद्यार्थीलाई भनिदिउँ न हामीले, यो वको चाहिँ पाँचौँ छैन, त्यस कारणले गर्दाखेरि थोप्लो भयो। यसको पाँचौँ म छ, यहाँ यस्तो भयो। यसको पाँचौँ न छ, यहाँ यस्तो भयो। यसको पाँचौँ ङ छ, यहाँ यस्तो भयो। सजिलो गरी विद्यार्थीले सिक्छन्, समस्या छैन। जुन पाठ पढाइन्छ हामीले त्यही सँगसँगै वर्ण विन्यास पनि लग्यौँ। पञ्चम वर्ण आयो, अरू पनि त हामीले यही भित्र सिकाउँदै गयौँ नि त। उपसर्ग तत्सम शब्द पनि हो, यी जम्मै तत्सम हुन्। यहाँ अरू कुनै शब्द आउँदै आउँदैन सममा। अब सम जस्ता उपसर्ग लागेका खोज्न लाउनुहोस् विद्यार्थीलाई। तत्सम र तद्भव वा तत्सम बाहेकका उपसर्गहरू हेर्ने हो भने धेरै भयो भने 30-32 वटा उपसर्ग हुन्छन्। ती 30-32 वटा उपसर्ग कक्षा 6-7 देखि पढ्दै पढ्दै 10 सम्म जाँदा पानी बनाइसकेका हुन्छ विद्यार्थीले। तर विद्यार्थीले भन्दा हामीले पहिले क्रम मिलाएर विद्यार्थीलाई भन्नुपर्छ। केही थोरै ब उपसर्ग भएको आगन्तुक भेट्छौँ हामी। जस्तै आगन्तुक ब भनेको के? यो बे उपसर्ग लागेको, बद उपसर्ग लागेको। हेर्नुहोस्, यो लाग्यो। अथवा बी पेट चिरेको बी पनि हुन्छ एउटा तद्भवीकरण भएको, बे र बद बी। यति त हो, यो चाहिँ तद्भवमा आउने। नभएदेखि बाँकी रहेका वसँग सम्बन्धित उपसर्ग त अवसान होस् कि अवकाश होस् कि अथवा मानो विदेश हो कि यी व नै छन्। तिनीहरूमा त कहीँ पनि पेट चिरेको त छैन तत्सममा। यो ठाउँमा मात्रै हो तद्भवीकरण वा आगन्तुक भएको, होइन भने छैन हाम्रो अरू ठाउँमा। हामीले त्यो चिज विद्यार्थीलाई देखाइदिउँ र बिस्तारै क्रमशः सिकाउँदै गयौँ भने एक दिन विद्यार्थीले राम्रो अङ्क ल्याउनुहुन्छ। तत्सम शब्द उपसर्गबाट पनि हामी सिकाउन सक्छौँ। मैले त समको उदाहरण दिएँ यहाँहरूलाई। अब त्यस्तै विद्यार्थीले अरू पनि उदाहरण दिन सक्नुहुन्छ। जस्तै दुसको उदाहरण दिनुहोस्। दुसको उदाहरण, यो दुस उपसर्ग जहिले पनि पातलो हो। हेर्नुहोस्, यो पातलो उपसर्गलाई हामीले विभिन्न ठाउँमा फरक फरक खालकोमा परिवर्तन भएको देख्छौँ। कहिले तालव्य सब मोटो भएको, अर्थात् कहिले पेट चिरेको स अर्थात् मूर्धन्य स भएको हामी भेट्छौँ। तर मूल चाहिँ के हो त भन्दा दुस उपसर्ग हो। दुष्प्रवृत्ति भन्यौँ भने पेट चिरो। हेर्नुहोस्, दुष प्रवृत्ति पेट चिरियो, होइन। अनि अब दुश्चरित्र भन्यो भने के भयो त भन्दा चरित्र। हेर्नुहोस्, अनि यो पेट चिरेको छ, यो मोटो छ। तर विग्रह गर्नु पर्यो भने के भयो त भन्दाखेरि विग्रह गर्नु पर्यो भने त्यो चाहिँ
हामीले पातलोमा लिएर गयौँ। त्यसो हुँदाखेरि वर्ण विन्यासमा हामीले विद्यार्थीलाई सिकाउनु पर्ने अर्को मुख्य कुरा के हो भने अघि भनेका यी वर्णहरू त हाम्रा तत्सम पहिचानका लागि छँदैछन्, सँगसँगै उपसर्गहरू निश्चित छन् जुन तत्सममा मात्रै हुन्छन्। ती उपसर्गहरू यहाँ हाम्रा पाठ्य पुस्तकमा हुन्छन्, जस्तै निस, निर, दुस, दुर, बि, नि, सु, उत यस्ता उपसर्गहरू सबै के छन् त भन्दाखेरि तत्सम हुन्। यी तत्सम उपसर्ग लागेका शब्द सधैँ के हुन्छन् त भन्दा तत्सम हुन्छन् र यिनीहरूले अगाडिपट्टि दीर्घ पार्छन्। अनि बल्ल हामी जाउँ न आदि दीर्घ हुन्छन् भन्ने कुरा, यसमा त हामीले देख्न सक्ने भयो त आदि दीर्घ प्रशस्त मात्रामा छ आदि दीर्घ भएको, होइन? हामीले यतातिर लिएर जान सक्ने भयो आदि दीर्घ भयो भनेर, यो हामीलाई सजिलो हुन्छ। यसो गरिदिउँ भने यो एउटा राम्रो हुन्छ। अब यस्तै हामीले अरू पनि उदाहरणहरू दिन सक्छौँ। म अब यसमा मात्रै नअल्झिने भएको हुनाले म थोरै अगाडि बढ्छु र अब अर्को हेर्नुहोस्, दीर्घ कहाँ छन् त भन्दाखेरि यी यस्ता प्रत्यय लागेकामा आदि दीर्घ भन्यो, मध्य दीर्घ पनि त हुँदो रहेछ। मध्य दीर्घ जस्तै अनिय, इय, इन, इन भनेको यो इण हुन्छ कहिलेकाहीँ, मूल इन मात्रै हो, अर्को होइन। त्यो इन नै कहिले चाहिँ के भइदिएको हुन्छ त भन्दा हामी विद्यार्थीको सजिलोका लागि इण भन्छौँ, वास्तवमा इण होइन, त्यो के हो भने इन हो। कुल इन कुलिन अनि ग्राम इन नै हो, तर अब विद्यार्थीलाई सजिलोलाई इण भनेको मात्रै हो। यस्ता लागेका करण, कार, कृत, भवन हेर्नुहोस्, एक करण के बनाइयो एकीकरण, एक कार के बनाइयो अङ्गकार के बनायौँ अङ्गीकार। यस्ता खालका शब्दहरू हामीले दीर्घ भएकालाई तत्सममा राख्ने गर्छौँ। यो हाम्रो चाहिँ तत्सम तद्भव छुट्याउने, तत्सम छुट्याउने एउटा मुख्य आधार हो। उपसर्गबाट छुट्याइदिउँ, प्रत्ययबाट छुट्याइदिउँ हामीले, अनि त्यस पछाडि वर्णबाट छुट्याउँ र अनि सँगसँगै केही अन्य उदाहरणहरू दिउँ र विद्यार्थीलाई तत्सम शब्द सिकायौँ भने बाँकी हामीलाई धेरै सजिला छन्। बाँकी हामीलाई के सजिला छन् भनेदेखि बाँकी रहेकोमा प्राय सधैँ हामीले यी अघि मैले भनेको यी दीर्घ हुने शब्दहरू, यी अगाडिपट्टि दीर्घ छन् हेर्नुहोस् त, यी सबै तत्सम भयो। अगाडि यी प्रत्यय लगाएर हेऱ्यौँ सबै तत्सम भयो, यी प्रत्यय लगाएर हेऱ्यौँ हेर्नुहोस् अन्त्यमा दीर्घ, यी सबै के भयो त भन्दाखेरि तत्सम भयो। हामीले तत्सम विद्यार्थीलाई यस्ता ठाउँमा यी सबै तत्सम रहेछन्, हामीले विद्यार्थीलाई सिकाउन सक्ने भयौँ। केही उदाहरणहरू दिउँ, होइन? र जस्तै यी समको त मैले तपाईँहरूलाई अघि नै उदाहरण दिइसकेको छु, सन्ततिहरूको उदाहरण मैले दिइसकेको छु। यस्ता भयो भने तत्सम हुन्छ। अब जहाँसम्म रह्यो तत्सम शब्दकै आधारमा हामी हलन्त र अजन्त पनि सिकाउन सक्छौँ। तत्सम शब्दमा बा साँच्चै भनौँ भने नेपाली भाषामै एकदमै थोरै छन् है यो खुट्टा काट्ने शब्दहरू, थोरै छन्। क्रियापदमा मात्रै चुनौती हो, होइन भने शब्दका तहमा त हामी धेरै खुट्टा काट्ने शब्द भेट्दैनौँ। हेर्नुहोस् त, केही प्रत्यय लागेका हामी वान भन्छौँ, यो संस्कृतमा वतुप भने पनि नेपालीमा वान भन्ने हो, यसलाई हामीले प्राथमिकतामा राख्ने हो, वान लागेकोलाई। अनि त्यस्तै मान लागेकोलाई यो यस्तो खुट्टा काटेको हुन्छ भन्ने, कहिलेकाहीँ वत लागेकोलाई खुट्टा काटेको हामीले उदाहरण दिने र केही उदाहरण यसरी जान सक्छौँ, होइन? यसरी हामीले देखाउनका लागि विद्यार्थीका सामु भन्नका लागि चाहिँ खुट्टा काट्ने कस्तो अवस्थामा हुन्छ, खुट्टा नकाट्ने कस्तो अवस्थामा हुन्छ भनिरहनु भन्दा खुट्टा काट्ने यी थोरै छन्, थोरै भनिदिएपछि बाँकी के हुन्छ भन्दा शब्दमा खुट्टै काटिँदैन। अब हाम्रा केही चर्चित शब्दहरू छन् नि त जुन चाहिँ जहिले पनि खुट्टा काट्छ। जस्तै यहाँ हेर्नुहोस्, पश्चात जहिले खुट्टा काटिँदो रहेछ, जगत जहिले खुट्टा काटिँदो, महत जहिले खुट्टा काटिँदो रहेछ। अझ यहाँ मैले विद्युत लेखिन क्या र, विद्युत जहिले पनि खुट्टा काटिन्छ, तर विद्युत प्राधिकरणले कहिले पनि काटेन। मैले एक दिन सिंहदरबारमा त्यहाँ गएर कर्मचारीहरूलाई जहाँ विद्युतकै अगाडि पनि यो के हो भनेर त्यहाँ पनि कुरा उहाँहरूले काटिदिनु भएन, जबकि विद्युत के हो त भन्दाखेरि खुट्टा काटिने शब्द हो, होइन? अब यस्ता खुट्टा काटिने शब्दहरू चाहिँ हाम्रा सीमित छन्, थोरै छन्, होइन भने धेरै जसो शब्दहरू हाम्रा खुट्टा काटिन्छन्। यति शब्द त हामीले विद्यार्थीलाई सिकाउन सक्छौँ। अब रह्यो जहाँसम्म रह्यो यो एवं ठिक कि यो एवं ठिक, अब यहाँहरूलाई मान्नुहोस् यो दुईटा समस्या आइलाग्यो, यो एवं ठिक कि यो एवं ठिक, अथवा यो स्वयं ठिक कि अघिल्लो स्वयं ठिक, यो दुईटामा कुन चाहिँ ठिक?
यो दिवंगत ठिक कि यो दिवंगत ठिक, यो अहङ्कार ठिक कि यो अहङ्कार यो ठिक। अब हामीले कहिलेकाहीँ अन्यलमा विद्यार्थीलाई राखेर अनि एउटा छलफल गराएर हामी सही उत्तरमा पनि जान सक्छौँ। खुट्टा काट्ने कुरा गऱ्यौँ हामीले। एवं एवं स्वयं स्वयं हामीले नेपाली पाठ्य पुस्तकमा एकरूपताका लागि यसलाई प्राथमिकता दिएका छौँ, यसलाई प्राथमिकता दिएका छौँ। यो त तत्समको ङवालै नियम आइहाल्यो, यसलाई केही भन्नै परेन। यो तत्समको ङवालै नियम आयो, यति हाम्रा चाहिँ शुद्ध शब्द हामी मान्छौँ है, यतिलाई शुद्ध मान्छौँ र यो तरिकाको लेखाइलाई हामी नेपाली एकरूपतामा शुद्ध मान्दैनौँ। होला हाम्रा कति परम्परागत लेखनमा आयो होला, तर हाम्रा पाठ्य पुस्तकले यो खालको दिशानिर्देश गरेको छ, हामी त्यसलाई मात्रै आत्मसात गर्छौँ। यो हो पदवर्गका लागि आवश्यक केही कुरा। अब म बवाला मैले तपाईँहरूलाई भने, यसमा म समय लिन्न। ङवाला मैले पञ्चम वर्णको प्रसङ्ग अघि लिएर आएँ, मैले त्यसलाई पनि लिन्न। अब म फेरि विद्यार्थीलाई कहिलेकाहीँ कुन चाहिँ ठिक भनेर यस्तो खालको छलफल गराउनुहोस् भन्छु यहाँहरूलाई। अब कुन चाहिँ ठिक भनेर विद्यार्थीलाई छलफल गराउनका लागि, जस्तै यो शब्द मैले राखेँ, क्रमाङ्क अङ्ग्रेजी अङ्ग्रेजी, काङ्ग्रेस काङ्ग्रेस, सङ्गठन सङ्घ सङ्गठन सङ्घ, सङ्घीय, अङ्क, भट्टराई भक्तपुर, सङ्खुवासभा, मोरङ्ग, धादिङ्ग, लमजुङ, मुस गुरुङ, दङ्गाली, खोटाङ, भक्तपुर। ल कुन शुद्ध हो कुन अशुद्ध हो भनेर विद्यार्थीलाई यसरी वर्ण विन्यासमा हामीले छलफल गराउँ। यो गराउने बित्तिकै मको पनि अभ्यास परो, क्रमाङ्क यो ठिक हो कि होइन, होइन भने कस्तो हुन्छ, विद्यार्थीलाई अर्को पनि विकल्प दिउँ, क्रमा अनि यो पनि राखेर दिउँ होइन, क्रमाङ्क। त्यस्तै हामी सङ्ख्याको पनि दिन सक्छौँ, हेर्नु सङ्ख्या यो अथवा स आदि ङ अनि त्यस पछाडि ख्या, यसको पनि हामी दिन सक्ने भयो सङ्ख्या। अथवा विद्यार्थीलाई हामी दिन सक्ने भयो संक्षिप्त अथवा संक्षिप्त, यसरी हामीले दिउँ विद्यार्थीलाई। अनि कुन चाहिँ ठिक, लमजुङ ठिक कि अनि लमजुङ ठिक त, ल मान्नुहोस् विद्यार्थीलाई छलफल गराउँ न, लमजुङ कुन चाहिँ ठिक त हो, यस्ता चिजहरूमा छलफल गरायौँ भने सङ्घ ठिक कि सङ्घ ठिक हो छान्न लगाउँ अनि हामीले एउटा निष्कर्षमा पुर्याउँ र वर्ण विन्यास पाठ्य पुस्तकलाई आधार मानेर अगाडि बढायौँ भने सजिलो हुन्छ। म के अनुरोध गरेँ यहाँ सञ्चालकलाई भने, हाम्रा सहभागीहरूबाट वर्ण विन्यास सम्बन्धी केही जिज्ञासा आएछन् भने म समाधान गर्ने थिएँ। 2-3 जनाको जिज्ञासा लिउँ न, वर्ण विन्यास सम्बन्धी यहाँहरूलाई भएका केही समस्या छन् भने त्यस्ता खालका समस्याका बारेमा यहाँ च्याटमा लेखिदिनु भयो भने पनि म त्यो हेरेर पक्कै पनि यहाँहरूको जिज्ञासा समाधान गर्ने थिएँ। वर्ण विन्यास सम्बन्धी यहाँहरूका एकदमै छोटकरीमा संक्षेपमा, हामीसँग समय एकदमै थोरै हुन्छ, थोरै। हजुर सर नमस्कार। सर नमस्कार, म यता सिन्धुपाल्चोकबाट फोन गरेँ, कुमार खतिवडा सरले। यो तद्भव चिन्ने तरिका चाहिँ अलि अप्ठ्यारो भइरहेछ। यो तद्भव चिन्ने तरिका चाहिँ यो तत्सम जस्तै सरले 2-4 कुरा भन्दै चाहिँ आभारी हुने थिएँ कि सर। एउटा हस् धन्यवाद, म तद्भवको भनिदिइहाल्छु। अरू सर हजुर, म भैरवबाट छवि हिमाली सर। हजुर, अनि यो क्रबाट क्रोध हुन्छ नि सर, क्रोध भन्ने शब्द हेरी यसको क्रो लागेको चाहिँ तत्सम मानिँदैछ। अनि यसमा कहिले काहीँ अपवाद भनेर यस्तो बाख्रो साख्रो आउँछ नि सर, क्रोध त संस्कृत तत्सम नि हो नि सर? क्रोध त हो त नि, क्रोध धातु हो नि, क्रोध धातु हो, क्रोध तत्सम हो, तर बाख्रोसँग यसको कुनै सम्बन्ध भएन सर। क्रो भनेको सबैभन्दा मिलेन भन्नु मिलेन। यो म र घको जुन सम्बन्ध हुन्छ नि गुरु, कतिपय ठाउँमा अब हामीले त उता के अरे पञ्चम वर्णको क ख ग घ ङ भएको हुनाले त्यसरी प्रयोग गर्छौँ, तर धेरै जसो ठाउँमा औपचारिक भाषामा पनि सङ्घ त्यस्तो माथि बनाउँछ, त्यो शिरबिन्दु दिने कुरा। म यहाँहरूको जिज्ञासा लिएँ, 2 जनाको आइसकेको छ, मसँग समय थोर हुनसक्छ, म तद्भवतिर जान्छु र घको प्रसङ्गलाई म जोड्छु है त। हस् 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 नमस्कार। यो तद्भव भनेको कस्तो हो भने, हामी जुत्ता लाउँछौँ नि, कहिलेकाहीँ जुत्ता चप्पल लाउँछौँ अनि हाम्रो यो खुट्टाको जुन भाग बढी दबाब पर्छ त्यो भाग चाहिँ घोटिँदै घोटिँदै रगडिँदै रगडिँदै खिइसकेको हुन्छ। तद्भव भनेको त्यही हो। जुन शब्द हामीले बार बार प्रयोगमा ल्याउँछौँ
र प्रयोगमा ल्याइसकेपछि त्यो शब्द यति धेरै प्रयोगमा आयो कि त्यसको उच्चारणमै भिन्नता आइदियो। त्यस्तो अवस्थामा तद्भवीकरण भएको हुन्छ र अहिले तद्भवीकरण प्राय शून्य प्राय छ। अब संस्कृतको युग सकिसकेको, संस्कृत बोलचालमा कम मात्रामा भएको हुनाले गर्दाखेरि अब तद्भवको क्रम एकदमै कम छ। हिजोका युगमा तद्भव धेरै भए। हिजोको युग भन्नाले तपाईँ हामी सम्झौँ जतिखेर संस्कृत भाषाको प्रयोग गरिन्थ्यो त्यतिखेरको युगमा मात्रै हामी तद्भव शब्द प्रयोग भएको भेट्छौँ। त्यतिखेर यहाँहरूलाई थाहा छ सबभन्दा बढी मानिसले के हेर्थे? पात्र पल्टाउँथे। पात्र पल्टाइसकेपछि पात्रमा चैत्र शब्द भेटिन्थ्यो। यो चैत्र 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 भन्दा भन्दै मान्छेले को मुखबाट के आउन थाल्यो त भन्दा चैत आयो। हेर्नुहोस्, तद्भव भयो, रगडियो। त्यो यति रगडिए छ कि त्यो रगडिसकेपछि चैत्र चाहिँ चैतमा रूपान्तरण भएछ। हेर्नुहोस्, परिस्थिति यस्तो हुँदो रहेछ होइन। हिजोका दिनमा हेर्नुहोस्, ज्येष्ठ थियो, ज्येष्ठ महिनाका नाम ज्येष्ठ थियो। धेरैचोटि बोल्दा बोल्दा ज्येष्ठ चाहिँ हाम्रो कहाँ पुगेछ त भन्दा जेठमा पुगेछ। हेर्नुहोस्, आषाढ थियो, कहाँ पुगो? असारमा पुगो। अब यी तद्भव हुने बित्तिकै हेर्नुहोस्, तत्सम उन्जेल हामीले के गरेका थियौँ? पेट चिरेको स राखेका थियौँ। तद्भव हुने बित्तिकै के आयो? पातलो स आयो है। त्यसो हुँदाखेरि तद्भवमा अघिको नियम तत्समको नियम लागू भएन। आषाढ हुन्जेल तत्सम थियो, असार भयो, सक्यो। यी ज्येष्ठ हुन्जेल हेर्नुहोस्, पेट चिरेको स थियो, जेठमा आउँदा त्यो स नै हरायो। अब यो हामीले कहाँ लागू गर्न सकेको देख्यौँ भने यहाँहरूले विद्यार्थीलाई सिकाउने भनेको बढी तद्भव शब्दहरू कहाँ भेट्नुहुन्छ त भन्दा महिनामा भेट्नुहुन्छ। पहिलो कुरा हेर्नुहोस्, श्रावण साउन। श्रावण हुन्जेल के थियो? मोटो स छ होइन। यो श्र भनेको के हो? यो श्र भनेको यो श्र भनेको के हो? समा हामीले के लगाएको हो त भन्दाखेरि स्वर लगाएको र यो श्र बनाएको होइन। अब यो श्रावण चाहिँ केमा आएछ त भन्दा साउन। हेर्नुहोस्, तद्भव भएको। भाद्र थियो, के बनायौँ हामीले? भदौ बनायौँ है। यो यसरी हामीले विद्यार्थीलाई भन्न सक्ने भयौँ तद्भव शब्द चाहिँ धेरै जसो प्राचीन समयमा मानिसले तिथि बार नक्षत्रहरू बार बार उनीहरूले हेर्नु पर्थ्यो र ती शब्दहरू बढी प्रयोगमा आएको हुनाले तिनीहरू चाहिँ तद्भव भए। एउटा प्रसङ्ग हामी त्यसरी जोड्न सक्ने भयौँ। अर्को प्रसङ्ग के हुन्छ भनेदेखि जस्तै त्यतिखेर चाहिँ हाम्रो समाज कृषि प्रधानै समाज थियो। यज्ञ पूजनहरूमा बढी विश्वास राख्थ्यो र त्यो यज्ञ पूजनहरूमा विश्वास राख्ने भएको हुनाले दिने पछि फुल टिप्नु पर्थ्यो। फुल टिप्नु पर्ने हुँदाखेरि के आयो त भन्दा पुष्प पुष्प फुल्ल फुल्ल हुँदै हुँदै अन्तिममा के आइदियो त भन्दा फुल। अघिको हाम्रो जुन अगाडिपट्टि दीर्घ हुन्छ भन्ने मान्यता यहाँ लागू तत्सम्म लागू भएन। यो किन भएन त भन्दाखेरि यो चाहिँ श्रुतिसँग भिन्नार्थक भएको हुनाले दीर्घ लेखियो। फुल है, पुष्प फुल भयो। त्यतिखेर भूमिको पूजा गर्थे। भूमि शब्द थियो, बार बार भूमि शब्द उच्चारण गर्दा गर्दै मानिसको मुखबाट के आएछ? भुइँ आएछ। हेर्नुहोस् होइन, भुइँ। आगोको पूजा गर्थे, आगो उच्चारण गर्दा गर्दै के आएछ? अग्नि भएछ। अग्नि गलत लेखेँ मैले। अग्नि उच्चारण गर्थे, अग्निको पूजा गर्दा गर्दै के बोल्न थालेछन् मानिसले भन्दा आगो बोले हो। यस्तो खालको परिस्थिति भयो, अग्नि आगो भयो हो। मानिसले भन्न खोजेको के हो भने प्रकृति केन्द्रित जति पनि शब्दहरू त्यतिखेर प्रयोगमा आउँथे तिनीहरूमा विकार आयो र तिनीहरू के भयो त भन्दा तत्समबाट तद्भव भए। यसरी तद्भव हुने एउटा निश्चित युग थियो, निश्चित पेसाका अवस्थामा यस्ता शब्दहरू प्रयोगमा आउँथे। अब हेर्नुहोस्, त्यतिखेर शरीरका अङ्गहरूले महत्त्वपूर्ण भूमिका खेल्थे, किनभने चिनाउनु पर्थ्यो। र जस्तै मानौ नासिका, नासिका के बनाइएछ? नाक बनाइएछ। हस्त के बनाइयो? हेर्नुहोस्, हस्त थियो, के बनाइयो? हात बनाइयो हो। अब त्यस्तै दन्त थियो, के बनाइयो? दन्त थियो, दन्तबाट हामीले दाँत बनाएछौँ है त्यतिखेरको समयमा। अनि ओष्ठ थियो, के बनाएछौँ हामीले? ओष्ठबाट ओठ बनाएछौँ है। यसरी चाहिँ तद्भवीकरण हुनु भनेको निश्चित समयमा निश्चित क्षेत्रका सीमित शब्दहरू मात्रै तद्भव भएका छन्, सबै शब्द तद्भव भएका छैनन्। त्यसो हुँदा हामीले के नसोचौँ भने तद्भव शब्दहरू चाहिँ असाध्यै धेरै हिजोका दिनमा सबै संस्कृतबाट भयो भन्ने होइन। अब हेर्नुहोस्,
समयको कुरा मैले गर्न खोजेँ। हिजो भनिन्थ्यो, हिजो हामीले कहाँबाट ल्यायौँ? संस्कृतमा य थियो, हिजो बनायौँ हो। संस्कृतमा अद्य थियो, के बनाएछौँ? आज बनाएछौँ। समयको व्यवस्थापनमा यस्ता कुराहरू आए। सङ्ख्यामा हेर्नुहोस्, अर्को गन्नु पर्थ्यो नि त। त्यतिखेर गन्नका लागि के गर्नु पर्थ्यो त भन्दा एक दुई त्रीणि चत्वारी भनेर त्यसरी जानु पर्थ्यो। अब त्यो गर्दा गर्दै अब एकलाई त परिवर्तन भएन, तर दुईलाई के बनाउनु पर्यो त भन्दा दुई बनाउनु पर्यो। सङ्ख्यावाची शब्द जति धेरै जसो के भयो त भन्दा त्यतिखेरको युगमा मैले यहीँ लेखिदिएँ, देख्नुहुन्छ होला। सङ्ख्या जस्तै दुईबाट के बनाइएछ त भन्दा दुई बनाइएछ। त्रिबाट के बनाइएछ त भन्दा तीन बनाइएछ हो। अब यो तीन हामीले सुरुमा दीर्घ लेख्यौँ, यो तत्सम हुनुपर्ने नि होइन। किन होइन भनेदेखि यो श्रुतिसम्म भिन्नार्थक शब्द भएकाले यो तीन चाहिँ दीर्घ छ। हेर्नुहोस्, तर 20 चाहिँ फेरि विंशतिबाट बनेको 20 चाहिँ, यो विंशतिबाट बनेको 20 चाहिँ के छ त भन्दा फेरि ह्रस्व छ। किन भयो त भन्दा तीन चाहिँ श्रुतिसम्म भिन्नार्थक, तीनलाई बोलाउनुहोस् भनियो भने सर्वनाम भयो, तीनजनालाई बोलाउनु भनियो भने सङ्ख्या भयो। त्यस कारणले यसलाई दीर्घ राख्यौँ। तर यो 20 शब्द चाहिँ यो दीर्घ छैन। किन छैन त भन्दा यसको श्रुतिसम्म भिन्नार्थक छैन। त्यस कारणले हामी 20 लेख्छौँ। अब यो 20 चाहिँ फेरि तत्सम भयो। त्यस कारणले यो चाहिँ यो तत्सम तद्भव भयो, यो तत्सम भयो। त्यस कारणले पनि यसलाई हामीले दीर्घतिर लगेनौँ, नलगेको अवस्था थियो र 20बाट 20 बनायौँ। यो 20 छुट्टै भयो है। अब यस्तै मैले यहाँहरूलाई के अनुरोध गरेँ भने तद्भव शब्द हुने मूल कारण भनेको त्यतिखेरको समाज हो। जतिखेर संस्कृत प्रयोग गर्थे, संस्कृतबाट बिस्तारै प्राकृत हुँदै आए र प्राकृत आइसकेपछि केही परिवर्तनहरू आए। खास गरी बुद्धको पालासम्म आउँदा संस्कृतमा प्राकृत भाषाको प्रवेश भइसकेको थियो र ती प्राकृत पनि विभिन्न 10 भन्दा बढी भेदमा विभाजन भए। यहाँहरूलाई थाहा छ हाम्रो नेपाली भाषा पनि तत्सम र प्राकृत हुँदै अनि बल्ल आधुनिक नेपाली भारतीय भाषाको विकाससँगै आएको। र सङ्ख्यामा हेरौँ, हामी अङ्गका नाममा हेरौँ, महिनामा हेरौँ, त्यतिखेरका प्राकृतिक वस्तुमा हेऱ्यौँ, यस्ता ठाउँमा हाम्रा तद्भव शब्दहरू भेटिन्छन्। सबै ठाउँमा हाम्रा तद्भव शब्दहरू छैन। अब आदरवाची शब्दहरू हेर्नुहोस्, त्वम थियो, त्वमेव माता। हेर्नुहोस्, त्वम भनेको के भन्ने त भन्दा तँ पनि भयो, तिमी पनि भयो। हेर्नुहोस्, त्वमेव माता च पिता त्वमेव, त्वम लिएर आयौँ। हेर्नुहोस् हामीले हो। यसरी आदरवाची शब्दहरू होलान्, सर्वनामका शब्द होलान्, यी लगायतका शब्दहरूलाई हामीले तद्भवमा लिएर जानुपर्ने हुन्छ। अब त्यतिखेर गाईवस्तु पाल्थे है। गाईवस्तु पालेपछि के चाहिन्थ्यो? दुध निकाल्नु पर्थ्यो। दुग्धबाट के बनाइयो? दुध। अनि घृतबाट के बनाइयो? हेर्नुहोस्, घृतबाट के बनाइएछ? घृतबाट घिउ बनाइएछ हैन। अनि दधीबाट के बनाइयो? हेर्नुहोस्, दही बनाइयो हैन। यसरी यसको प्रयोग गरिन्थ्यो। पञ्चामृत चाहिन्थ्यो, मधुबाट के बनाइएछ? मह बनाइएछ। त्यो युग कल्पना गर्नुहोस्, त्यो प्राचीन युग, यज्ञ कृषि हुने युग, त्यतिखेर संस्कृतको प्रयोग हुने युग र बुद्धको उदय हुन्जेलसम्मको युगमा आइसक्दा तद्भव शब्दहरूको विकास भयो र तद्भव शब्दको समस्या यसरी हामी समाधान गर्न सक्छौँ। मैले फेरि एकचोटि अब यहाँ उठेकोमा घको कुरा आएको थियो। कसले मलाई सोध्नु भएको थियो। घको कुरामा म के भन्छु भने हाम्रो पाठ्य पुस्तकमा नितान्त पञ्चम वर्णको प्रयोग गरेको छ। हामी शिक्षकहरूले जस्तै सङ्घ लेख्नु पर्यो भने हामी यही नै लेख्छौँ, सङ्घ नै लेख्छौँ। हामीले लेख्नु पर्यो भने बैङ्क नै लेख्छौँ हामीले है। हामीले हाम्रो हातबाट के लेख्दैनौँ भने सङ्घ पनि लेख्दैनौँ र हामी यस्तो बैङ्क पनि हामी लेख्दैनौँ। यो हाम्रा लागि हो, हामी यो गर्दैनौँ। यदि हामीले यो गर्ने हो भनेदेखि त हामीले के गर्नुपर्ने हुन्छ त भन्दा रेस्ट टु रेन्ट लेख्नुपर्ने हुन्छ। हामी यो लेख्नेवाला छैनौँ। हामी के लेख्छौँ? हाम्रो हातले के लेख्नुपर्छ? रेस्ट टु रेन्टै लेख्नुपर्ने हुन्छ। हामी इन्भेस्टमेन्ट लेख्दैनौँ। हेर्नुहोस्, इन्भेस्टमेन्ट यस्तो हामी लेख्दैनौँ। हामी के लेख्छौँ भन्दा हामी पातलो स लेख्छौँ। इन्भेस्ट अण पनि छैन। हेर्नुहोस्, इन्भेस्टमेन्ट
यसरी मैले यहाँहरूसँग के अनुरोध गरेँ भनेदेखि हाम्रो लेखाइ भनेको नेपाली पढाउनेले हामीले पनि शुद्ध लेखिदिएनौँ भने अरूले के गरे भन्नतिर लाग्नुभन्दा पनि हामी एउटा नियम सङ्गत तरिकाले जुन कुरा विद्यार्थीलाई सिकाइरहेका हुन्छौँ त्यो तरिकाले हामी लेख्छौँ र अरू चाहिँ हामी मान्दैनौँ। यो हाम्रो लेखाइ हो। मैले यहाँहरूलाई वर्णविन्यासमा ती कुराहरू राखेँ। सर लेक्चर हजुर हजुर हजुर। अनि अब तत्सम भयो सर, अब तद्भव पनि भयो, अब जहाँ पनि जति बेला पनि जुनसुमी तहमा पनि काम लाग्ने यो आगन्तुक चिन्हलाई हामीले त्यो भाषा स्रोतका शब्द जे छन् किताबमा वरपर आफ्नो ज्ञानले भेटाएका लेखाउँदै घोकाउँदै जाने हो कि अरू केही मौलिक पनि यहाँले बनाएका तरिका छन् कि सर, कसरी थाहा पाउने होला? सजिलो छ सर, अघि जुन तत्सम होइन बाँकी रहेका आगन्तुक त्यो त हो, तर बाँकी रह्यो भने त एकमुष्ट भयो सर। अलिकति तरिका केही छ र सर अरू? सक्दैनन् विद्यार्थीले सक्दैनन्। विद्यार्थीले अहिले सक्ने भनेको अङ्ग्रेजीमा प्रयोग भएका शब्द अनि हिन्दी सिरियलबाट आएका शब्द मात्रै सक्छन् 10 कक्षासम्म। हामी स्नातकतिर चाहिँ अरू क्षेत्रका पनि भोड्कादेखि लिएर सुजुकीदेखि लिएर सुनामीदेखि लिएर उता बाहिरी शब्द अरू क्षेत्रका चाहिँ माथिल्लो तहमा पढाउँछौँ। अब 10 कक्षासम्म त हामीले धेरै जसो हिन्दी उर्दूका अलिकति शब्द अङ्ग्रेजी शब्द यति नै हो त सर। त्यसै गरी नै उदाहरण दिनु पर्यो सर। धेरै त्यहाँभन्दा बाहिर गयौँ भने हामीलाई जाँचमा पनि त्यति अप्ठ्यारो पाएर धेरै जसो जाँचका अनुच्छेदहरू हेर्नुहोस् न, घुमाइ फिराइ आगन्तुकमा तिनै अङ्ग्रेजी शब्द नै छ। ऊ त्यहाँ वेला कि बेला भन्नुभएको छ, तत्सम शब्द वेला हो, त्यसलाई चाहिँ तद्भवीकरण गर्दाखेरि बेला भएको हो। काठमाडौँ कि काठमाडौँ भन्नुभएको छ, हाम्रो पाठ्य पुस्तक जतिले सबै अघिल्लो काठमाडौँ लेख्छौँ, हामी त्यो लेख्दैनौँ। हजुर यहाँ आएकोलाई मैले समाधान गरिहालेँ, सुन्छु ल। लेखेर हामीले वेला लेख्दाखेरि अनि यो अनेकार्थी हो सर, बेला सबै काम गर्छ हो, त्यो हो पल्लो बेला, त्यही हो। हाम्रो ओल्लो चाहिँ तत्समको बेला हो र अहिले हामी एकरूपताका लागि ओल्लो वेलाको प्रयोग गर्दैछौँ। भनेपछि अब आइतबार लेख्दा पनि वा लेख्ने हो सर? वा हो, बारमा हामीले चलाएनौँ। बार हाम्रो चाहिँ सबै ब नै छ होइन। एउटा शनिबार पहिले ब थियो, अरू वमा आएको थियो होइन। वासरबाट आएको हो नि त बार त। भनेपछि गोर्खापत्र लेखेको वारै नै हामीले प्रयोग गर्ने हो सर सबै? बकै प्रयोग गर्छौँ, पेट चिर्छौँ। वासरबाट आएको शनि वासर हो नि त, रवि वासर व लेखेको हो नि त तत्समको। व नै लेख्ने हुन्छ। हामीले चाहिँ जुन प्रयोगमा आएको छ त्यही राखिरहेछौँ। कुरामा जानु पर्यो न, ब लेख्ने नि व लेख्ने सर होइन सर? हजुर। अब यहाँ सर यो जस्तै हाम्रै नेपालमा बोलिने अरू अरू भाषाहरू छ नि, जस्तै राई तामाङ मैथिली शब्दहरू चाहिँ त्यस्ता भाषाहरूलाई चाहिँ सर यो कुनमा राख्ने, तत्सम तद्भव केमा राख्ने? हामी के गर्छौँ भने सरको मैले आशय बुझेँ, म खासमा आगन्तुक मैले बुझेँ सर, मैले बुझेँ। हामी के गोपी सरले बोल्दै हुनुहुँदो रहेछ। मैले के भन्न खोजेँ भनेदेखि हामी केही हाम्रा थर हुन्छन् हेर्नुहोस्, जस्तै विष्ट लेख्दाखेरि विष्ट लेखेको हुन्छ होइन। अनि अब त्यो वलाई हामी छुटेर ब नि पेट चिर्न पनि पाउने भयौँ। म मेरो थर यही लेख्छु भन्न पायो कि पाएन त व्यक्तिको स्वतन्त्रताले। कसैले थर म यो लेख्दै आएको छु भने भन्नुहुन्छ भने उहाँलाई हामी चलाउँदैनौँ। कसैले म यही नाम लेख्छु भन्नुहुन्छ भने तत्सम नाम जुधेको रहेछ भने हामी त्यहाँ चलाउँदैनौँ। थर हामी छुँदैनौँ जस्तो लेख्नुहुन्छ। जस्तै यहाँहरूको कक्षा 8 को भूपी शेरचन छ हेर्नुहोस्, पहिलो पाठ होइन। त्यो भूपी शेरचनकोमा त्यो शेरचन मोटै राखेको छ हो, किनभने त्यो शेरचन उहाँहरूले मोटै चलाउँदै ल्याउनु भएको छ, त्यो चलाएको छैन। चन्द्र समशेर लेख्दाखेरि हामीले मोटै हिजोदेखि थियो, त्यो मोटै छोडेको छ। काहीँ काहीँ आएर हाम्रो पाठ्यक्रमको किताबमा काहीँ काहीँ थोरै तलमाथि भएको छ, तर नियमतः जसले जुन थर प्रयोग गर्नुहुन्छ हामी त्यो चलाउँदैनौँ। अब गोपी सरले के सोध्न खोज्नु भयो जस्तो लाग्यो भने आगन्तुक चाहिँ कसलाई मान्ने भन्ने हो। हामी आगन्तुक दुई किसिमको मान्छौँ, एउटा स्वदेशी मूलको आगन्तुक मान्छौँ, एउटा विदेशी मूलको आगन्तुक मान्छौँ है। अब स्वदेशी मूलको आगन्तुकमा हामी के गर्छौँ, तत्सम र तद्भव बाहेक जम्मै आगन्तुक हो। हेर्नुहोस्, बुझ्नुहोस् है, तत्सम र तद्भव बाहेक जम्मै आगन्तुक हो। अब यति भनिरहँदाखेरि अनुकरणात्मक शब्द चाहिँ हाम्रा फेरि यो नियममा पर्दैनन् है। अब तत्सम र तद्भव बाहेकलाई हामी के गर्छौँ त भन्दा आगन्तुक मान्छौँ। अर्थात् आगन्तुक भनेको संस्कृतले काहीँ पनि नछोको, संस्कृतले छोयो भने आगन्तुक हुन पाएन।
संस्कृतले नचोको तद्भव भनेको संस्कृत नभइकन तद्भव हुनै पाएन। अनि संस्कृत हुने बित्तिकै अनि फेरि तद्भव भयो। त्यसमा त आगन्तुक भनेको चाहिँ त्यो शर्मिला म्याडमले केही सोध्न खोजे जस्तो छ। यहाँ च्याटमै लेखिदिनु भयो भने म भनिदिन्छु। मञ्जन हुन्छ होइन सर लेख्नु भएको छ चन्द्रकलाले। मञ्जन यो गलत हो, यनी हुन्छ तत्सम शब्द हो है। वाक्य तत्सम कि तद्भव भन्नुभयो, वाक्य लेखेर बोलियो त्यस कारणले यो तत्सम हो। मलाई च्याटमा लेखिदिनु भयो भने म छिटो यहाँहरूको उत्तर दिन्छु। अनि के लेखेको छ, गोलनजोर कि गोलनजोर यहाँको प्रयोग गरिँदैन आगन्तुक शब्दमा। पञ्चेबाजा कि पञ्चेबाजा भन्नुभएको छ, तद्भवीकरण गर्ने बित्तिकै नको प्रयोग गरिन्छ, यहाँको प्रयोग गरिँदैन है त। जाँदाखेरि लाभदायक होला कि सर? अब भो ल त म पदवर्गमा जाउँ। अनुमति मैले लिएँ, म पदवर्गतिर गएँ है त। म अब एकैचोटि पदवर्गमा गएँ। हामी सजिलो तरिकाले पदवर्ग अभ्यास गराउँछौँ। जस्तै पद र शब्द कहिलेकाहीँ विवादमा आउँछन्, हो कि होइन भन्नु न। पदवर्ग कि शब्द वर्ग, कतिपयमा ग्रिड वा विशिष्टीकरण तालिकामा के दिइराखेको हुन्छ त भन्दा शब्द वर्ग दिएको हुन्छ। भर्सक यो शब्दलाई निस्तेज गर्न खोजेको, यो शब्दलाई कम प्रयोग गरौँ भन्न खोजेको, फेरि पनि कहीँबाट झुकिएर आइरहेको छ। हामी यो शब्दलाई त्यति प्रयोग नगर्ने चाहेको, र चाहेको चाहिँ के हो त भन्दा पदवर्ग नि हो। किन पदवर्ग र शब्दवर्गको पद र शब्दको भिन्नता छ हामीले बुझ्नुपर्ने हुन्छ। शब्दकोशमा रहेका सबै शब्दहरू हुन्छन्। शब्दकोशमा रहन्जेल घर पनि शब्द हो, काठमाडौँ शब्द हो, मानिस शब्द हो, नदी शब्द हो, यी सबै शब्द हुन्। यिनीहरू स्वतन्त्र छन्। हेर्नुहोस्, यिनीहरूमा कुनै व्याकरणको कोटिगत भूमिका केही पनि छैन। हेर्नुहोस्, घर भन्ने बित्तिकै अहिले कर्ता पनि होइन, कर्म पनि होइन। काठमाडौँ भन्ने बित्तिकै अधिकरण पनि भनौँ न, क्रिया विशेषण पनि होइन, केही भूमिका छैन। हेर्नुहोस्, घर, काठमाडौँ, मानिस, नदी यिनीहरूको कुनै भूमिका छैन है। त्यस कारणले गर्दाखेरि यस्ता स्वतन्त्र शब्द शब्दकोशमा रहन्जेल हामी के भन्छौँ, शब्द भन्छौँ है। हामीले यो कुरा स्पष्ट हुनुपर्छ। अनि यिनै शब्द चाहिँ जब वाक्यमा आउँछन् भने वाक्यमा आउने बित्तिकै यिनीहरूले भूमिका निर्वाह गरेका हुन्छन्, र भूमिका निर्वाह गर्ने बित्तिकै अब बल्ल यिनीहरू पदका रूपमा रूपान्तरित भए। किन रूपान्तरित भए, पदका रूपमा कसरी स्थापित भए भन्दाखेरि अघि घर के थियो, हेर्नुहोस्, अघि घर शब्दकोशमा हेर्नुभयो भने घर के थियो, नाम थियो है। त्यो नाम चाहिँ जब वाक्यमा आयो, वाक्यमा आइसकेपछि त्यसको भूमिका फरक फरक भयो है। म अहिले यहाँहरू समक्ष छु, म अहिले चाहिँ प्रशिक्षक छु, तर म तपाईँहरूको नातेदार पनि हुन सक्छु, म तपाईँहरूको साथी पनि हुन सक्छु। तर अहिले मेरो भूमिका फरक भए जस्तै घर आफैमा एउटा नाम थियो, तर यो वाक्यमा आएपछि घर नाम भयो कि भएन? घर नाम नभएर क्रियायोगी भएकोमा हामी ढुक्क छौँ होइन? क्रियायोगी नै छ। यहाँ एउटा के लेख्नु भएको छ भने 6 मा पढाउने बेलामा बुइगल नेवारी वर्ड रे मैले थाहा पाइनँ भन्नुहोस्। हो, बुइगल नेवारी हो। बुइगल कौशीहरू यिनीहरू नेवारी पनि भन्दा नेपाल भाषा हो, नेवार भाषा भन्नुपर्छ, नेवारी भन्न मिलेन। र त्यहीँबाट आएको हो त्यो। र 20 कि 20 भन्नुभएको छ, अघिल्लो 20 हाम्रो दोस्रो दीर्घवाला 20 छैन है। तद्भवीकरण हुने बित्तिकै हुँदैन। म त्यतातिर लागिनँ, म फेरि मेरो विषयतिर आएँ। र मैले यहाँ के भनिरहेको थिएँ भने म घर जान्छुमा घर के होला भनेर मैले सोधेको थिएँ, र उत्तर आयो यो क्रिया विशेषण होला भन्नुभयो। वास्तवमा यो क्रिया विशेषण हो। अब हेर्नुहोस् त, शब्द रहन्जेल घर नाम थियो, यता आउने बित्तिकै यो चाहिँ क्रिया विशेषणको काम गर्न आयो है। अब यहाँ भूमिका हुन्छ। मानौ घरले मानिसलाई ओताउँछ भन्ने बित्तिकै फेरि घर के हुन सक्थ्यो भने कर्ताका रूपमा आउन सक्थ्यो। पद भन्ने बित्तिकै व्याकरणका कोटिगत सङ्गतिहरू वा भूमिकाहरू त्यहाँ जोडिएका हुन्छन् पदमा। त्यस कारणले हिजो आज चाहिँ हामी सिद्धान्त भन्दा पनि के चाहिँ विद्यार्थीलाई बढी प्राथमिकता दिएर गराउँछौँ भने त्यो शब्दले वाक्यमा पदका रूपमा के भूमिका निर्वाह गरेको छ त्यो चिज चाहिँ हाम्रो लागि आवश्यक हुन्छ। अब हामीले विद्यार्थीलाई धेरै चिज सिकाउनु भन्दा पनि यो नाम, सर्वनाम, विशेषण र क्रिया यति एकातिर सिकाउन सक्ने भयौँ, यसलाई हामी के भन्छौँ, व्याकरणात्मक कोटिमा परिवर्तन हुन सक्ने भन्न सक्ने भयौँ। र
अब व्याकरणात्मक कोटिमा परिवर्तन हुनेको नाम के हो? विकारी हो भन्न सक्ने भयो। विकारी भन्नाले के बुझ्नु पर्यो भनेदेखि लिङ्ग वचन पुरुष, आदर अनादर, आदरको सापेक्षतामा अनादर है। हिजो आज हामी अनादरको प्रयोग गर्दैनौँ। अनेक काल, पक्ष, भाव, वाच्य र ध्रुवीयता यिनीहरूका आधारमा परिवर्तन हुनेलाई के भन्यौँ त भन्दा यो चाहिँ विकारी भनेर हामीले विद्यार्थीलाई बुझाइदिन सक्छौँ। अब यो यति छिटो बुझाउने होइन, म गुरुहरूलाई बुझाउँदैछु, त्यस कारणले सूत्रात्मक तरिकाले मात्रै म अघि बढेँ है त। अब छोटकरीमा भन्नु पर्दाखेरि यति भयो भने हामीले पक्कै पनि नाम र सर्वनाम विशेषण सिकाउन सक्छौँ। सकिन्छ कि सकिँदैन होला भन्नुहोस् त? पक्कै सकिन्छ। मान्नुहोस् मातृको आयोजना हाम्रा लागि उपयोगी छ। मातृ आफैमा नाम थियो हैन, तर आयोजना भन्ने बित्तिकै अब आयोजना चाहिँ भेद्य भयो। भेद्य हुने बित्तिकै मातृ के भइदियो त भन्दा विशेषण भयो है। हामीले त्यस कारणले गर्दाखेरि भूमिका फरक फरक हुन्छ भन्ने बुझ्नुपर्छ। अब त्यो अवस्थामा हामीले के भनेर बुझाउने नाम सिकाउँदा भने सामान्यतया को केमा लिएर लाई लागेका प्रश्नहरू गरौँ। विद्यार्थीलाई हामीले यतिमा सिकायौँ भने काफी हुन्छ। को के ले लाई है, यति गर्यौँ भने पुग्छ। को के ले लाई है। के भन्न सक्छौँ भनेदेखि नेपाल सुन्दर छ। के सुन्दर छ? नेपाल। के को उत्तरमा आएछ है। गुरु आउनु हुन्छ। को आउनुहुन्छ? गुरु। हेर्नुस्, को उत्तर पनि आयो, के को उत्तर पनि आयो। अब नेपालले नेपालीलाई सुरक्षा दिएको छ। के लगाइदिन्छौँ? केलाई सुरक्षा दिएको छ? नेपालले नेपालीलाई ले लगाउन सक्ने भयो। यसरी हामीले के बुझ्नु पर्यो भने यो जुन मैले सुरुको नियम भनिरहेको छु, यो को के ले लाई यति हो। हेर्नुहोस्, नाम वा सर्वनाम चिन्ने तरिका है। अब यसैलाई कोमा ले लाग्यो भने हामी कोले भन्दैनौँ, के भन्छौँ? कसले भन्छौँ। केमा ले लाग्यो भने के भन्ने भयो? केले। कोमा लाई लगायौँ भने कसलाई, केमा लाई लगायौँ भने केलाई हो। यतिको उत्तर आउने शब्दहरू हामी खोजौँ वाक्यमा। यदि आयो भने जुनसुकै खालका शब्द भए पनि, चाहे त्यो विशेषण भए पनि नाम हुन्छ, अरूको नाम भए त नाम हुने नै भइहाल्यो। र तिनीहरू के हुनु पर्यो त भन्दा विकारी हुनु पर्यो। विकारीको अर्थ के हो भने लिङ्ग वचन पुरुष आदर आदिका आधारमा के हुनु पर्यो त भन्दा परिवर्तन हुनु पर्यो। पहिलो तरिका यो हो। जस्तै हामी के भन्न सक्छौँ भने कर्ताका रूपमा आउने पदहरू जहिल्यै पनि के हुन्छन् भने कि नाम हुन्छन् कि सर्वनाम हुन्छन् है। यो महत्त्वपूर्ण कुरा छ है। अघि को के कसले कसलाईको त कुरा मैले भनि नै सकेँ हैन। कर्ताका रूपमा आउने पदहरू है, कर्ताका रूपमा आउने पद कि नाम हुन्छन् कि सर्वनाम हुन्छन्। हेर्नुहोस्, मैले पढाइलाई निरन्तरता दिएको छु। अब कर्ताका रूपमा दिनेवाला को, उद्देश्य को भन्दा मैले, विधेय के हो भन्दा दिएको छु। अब यो कर्ताका रूपमा आउने भनेको सर्वनाम आयो। म को अर्थ कोही नाम थियो, नामको सट्टामा आयो। त्यस कारणले यो सर्वनाम र नामको भूमिका एउटै छ, कर्ताका रूपमा छ है। र अर्को कुरा यहाँ हेर्ने हो भने केलाई निरन्तरता दिएको छु भन्दाखेरि पढाइलाई। यो पढाइ पनि के भएछ त भन्दाखेरि नाम रहेछ। के दिएको छु? निरन्तरता दिएको छु। निरन्तरता पनि के भएछ त भन्दा नाम भएछ है। हामीले को के केलाई कसलाईको उत्तर हामी यहीँ खोज्न सक्ने भयौँ है। अब दुखी, दुखी शब्द आफैमा के हो त भन्दाखेरि विशेषण हो हैन। दुखी व्यक्ति, दुखी मान्छे भन्छौँ हामी है। दुखी, दुःख र दुखीमा फरक भयो। दुखी विशेषण थियो, तर दुखीले सधैँ परिश्रम गर्नुपर्ने हुन्छ। परिश्रम गर्नेवाला को भन्दा दुखी। त्यसो भए दुखी के भयो त भन्दा कर्ताका रूपमा आयो। कर्ताका रूपमा आउनेहरू के हुन्छन् भन्दा जहिल्यै पनि कि नाम हुन्छन् कि सर्वनाम हुन्छन्। दुखीलाई पक्कै हामी सर्वनाम मान्दैनौँ, नामका रूपमा यहाँ राख्छौँ। त्यसो हुँदाखेरि यो नाम भयो, यो सर्वनाम भयो है। के गर्नुपर्ने हुन्छ? परिश्रम। त्यसो हुँदा यो परिश्रमलाई पनि हामीले केमा लान सक्ने भयो त भन्दा नामका रूपमा लान सक्ने भयौँ। यो
सूत्र मैले अगाडि र यो उदाहरण अगाडि राखेर मैले छोटकरीमा यो प्रसङ्ग यहाँहरूलाई जानकारी गराएँ। गरिब मानिसले परिश्रम गर्छ। अब गरिबले गर्छ वा गरिब मानिसले गर्छ, गरिबले गर्छ भन्ने बित्तिकै यो नामका रूपमा आयो। अब गरिब मानिसले गर्छ भन्ने बित्तिकै कर्ताको भूमिका कसको भयो त भन्दा मानिसको भयो, भूमिका हेरिन्छ। त्यसमा त कर्ताका रूपमा आउने पदहरू प्राय के हुन्छन् त भन्दा कि नाम हुन्छन् कि सर्वनाम हुन्छन्। तिनीहरू या त विशेषण होलान् वा अरू जे भए पनि अघि पछि, तर वाक्यमा आउँदाखेरि तिनीहरू नामका रूपमा आएका हुन्छन्। कर्ता मात्रै होइन, कहिलेकाहीँ कर्म र पूरकका रूपमा आउने पद पनि के भइरहेका हुन्छन् त भन्दा नाम हुन्छन्। म विद्वान हुन्छु है, अब हो त्यस्ता ठाउँका समस्या हुन सक्छ। म प्रधानमन्त्री हुन्छु, म प्रधानमन्त्री हुन्छु, के हुन्छु त भन्दा प्रधानमन्त्री भनिसकेपछि प्रधानमन्त्री पूरकका रूपमा आएको हुन्छ। म भात खान्छु, के खान्छु? भात। अब यहाँ पूरक होइन, के भयो त भन्दाखेरि यो चाहिँ कर्मका रूपमा आएको हुन्छ। कर्म र पूरकमा भिन्नता छ। कर्मले असर भोग्छ क्रियाको, पूरकले असर भोग्दैन। म प्रधानमन्त्री हुन्छु भन्दाखेरि म र प्रधानमन्त्री एउटै हुन्छ, म भात खान्छु भन्दा म र भातको भिन्नता हुन्छ। त्यसो हुँदाखेरि कर्ताका रूपमा आउने, कर्मका रूपमा आउने, पूरकका रूपमा आउने अथवा को के कसले कसलाईको उत्तरमा आउने पदहरू हामी प्रशस्त अभ्यास गराउँ विद्यार्थीलाई। यस्तो अभ्यास गराइयो भने उनीहरूले कहिल्यै पनि नाम पनि बिगार्दैनन्, सर्वनाम पनि बिगार्दैनन् र अझै तिनीहरू विकारी हुन् कि होइनन् भनेर फेरि एकचोटि परीक्षण गरेर विद्यार्थीलाई सिकाइदिउँ भने निश्चय पनि विद्यार्थीले सक्छन्। अब त्यस्तै मैले नाम र सर्वनाम सकेँ, त्यस्तै विशेषण हामीले चिन्नु पर्यो भने हामी सामान्यतया यति लिन्छौँ कस्तो, कत्रो र कति। कहिलेकाहीँ कुन आउँछ, कुनले दुविधा हुन्छ, कहिले नामका रूपमा पनि आउन सक्छ, कहिले विशेषण पनि आउँछ। तर आधिकारिक रूपमा र निकै हो भन्ने बनाउनका लागि चाहिँ कस्तो, कत्रो र कति प्रश्नको उत्तर चाहिँ विशेषणका लागि अनुकूल हुन्छन्। र जस्तै उदाहरणका लागि कस्तो, कत्रो र कति भनिरहनु पर्दाखेरि गोरो व्यक्तिले उज्यालो अनुहार लगायो भन्यो भने कस्तो व्यक्तिले भन्न सकिने भयो, कत्रो सानो ठुलो भन्न सक्ने भयो, कति मात्रामा जान सकिने भयो। र यिनीहरू पनि कतिखेर मात्रै विशेषण हुन सक्छन् जतिखेर यिनीहरूले कसैको विशेषता बुझाउनु पर्छ, विशेष्य हुनै पर्छ। विशेष्य बिना विशेषण कहिल्यै पनि हुन सक्दैन। त्यस कारणले गर्दाखेरि विशेष्य भनेको के हो भने नाम वा सर्वनाम हुनुपर्छ भनिन्छ। र षष्ठी विभक्ति लागेका शब्द सबै जतिखेरै विशेषण हुँदैनन्, तिनीहरू भेदक हुनका लागि भेद्य हुनुपर्छ। भेद्य भयो भने हुन्छ। जस्तै उदाहरणका लागि अब हामीरा यहाँ केही विशेषण छन्। उहाँले सङ्गीतको विशेषता बुझेर नै पाठशाला जाने इच्छा गर्नुभएको हो। अब उहाँले गर्नुभएको हो, अब यो सर्वनामका रूपमा आएछ। अब सङ्गीतको विशेषता, यो विशेष्य भयो, यो विशेषण भयो है। त्यस कारणले यो चाहिँ हामीले विशेषण र विशेष्य छुट्यायौँ। यहाँनिर आउने पाठशाला यो नाम होइन। किन नाम होइन भन्ने कुरा चाहिँ हामी यसपछिबाट थाहा पाउँछौँ। हामी नाम होइन भन्ने कुरा चाहिँ खास गरी कहिले कहाँ, किन, कसरी र कति भन्ने प्रश्नको उत्तरमा खोज्ने गर्छौँ है। कहाँ खोज्ने गर्छौँ? कहिले, कहाँ, किन, कसरी अनि कति। अब हो त्यस्तो आयो भने चाहिँ हामी चाहिँ कहिले, कहाँ, किन, कसरी, कति हो यसको उत्तर आयो भने क्रिया विशेषण गर्छौँ। त्यसो हुँदाखेरि पाठशाला जान्छु भन्ने हो भने कहाँ जान्छु, म पाठशाला पढ्न जान्छु भन्ने हो भने पनि क्रिया विशेषण भयो। म भोलि पाठशाला पढ्न दौडेर जान्छु भन्ने हो भने यी सबै शब्द के हुन सक्ने भयो त भन्दा क्रिया विशेषण हुने भयो। हेर्नुहोस्, म भोलि पाठशाला पढ्न दौडेर जान्छु भन्दाखेरि यी चारैवटा चाहिँ के आउन सक्ने भयो भने क्रिया विशेषण हुन सक्ने भयो। त्यसो हुँदाखेरि म घर पढ्न जान्छु उदाहरण दिउँ हैन। अब के जान्छु होइन है, किन जान्छु हो। यो हामीले यसरी हेर्नुपर्छ। मलाई घरले ओताउँछ, घर नाम भयो। म घर पढ्न जान्छु, यो के भयो? क्रिया विशेषण भयो। मेरो घर अग्लो छ, नाम भयो।
घरमा पाहुना छन्, के भयो त भन्दाखेरि क्रिया विशेषण भयो। त्यसो हुँदाखेरि क्रिया विशेषण, नाम, सर्वनाम र विशेषण हामीले थाहा पायौँ भने बाँकी रहेका पदवर्ग हामी विद्यार्थीलाई सजिलै गरी सिकाइदिन सक्छौँ। त्यसो हुँदाखेरि हामीले यतातिर लाग्यौँ भने पक्कै पनि हामीले सोचे जस्तो प्रतिफल ल्याउन सक्छौँ। हाम्रो मातृको निरन्तरता फेरि भइरह्यो भने म यहाँदेखि अगाडिका केही जिज्ञासाहरू फेरि भविष्यमा पनि समाधान गर्नेछु। अहिलेलाई आजको विषयवस्तुलाई जति दौडाए पनि सकिने स्थिति थिएन। मेरो परिचय यही नै हो र सम्पर्क यही नै हो। यहाँहरूलाई त्यस्तो पर्यो भने मातृसँग सम्पर्क गरिदिनुहोस्, मसँग गर्नुहोस्, वा कुनै सन्दर्भमा हामी जुटौँ, छलफल गरौँ, समस्या समाधान गरौँ। एउटै बाटामा हिँडेका छौँ, तपाईँ पनि नेपालीमै हुनुहुन्छ, म पनि नेपालीमै छु, हाम्रो पेसा एउटै हो। आपसमा मिलेर पाठ्य पुस्तकलाई व्यवस्थित तरिकाले विद्यार्थी सामु पस्किने काम गरौँ, विद्यार्थीबाट राम्रो नतिजा ल्याउने प्रयास गरौँ। कक्षामा जानुभन्दा अगाडि हामीले अधिकतम प्रयास गरेर सामग्री लिएर जाउँ र विद्यार्थीलाई त्यहाँ अभ्यस्त बनायौँ भने निश्चय पनि हाम्रो जुन योजना हो त्यो हामी सफलतातर्फ लान सक्नेछौँ भन्ने कुरा मैले राखेँ र अहिलेलाई यो औपचारिक चाहिँ मैले यहाँ अन्त्य गरेँ है त। नमस्कार। हजुरहरू मातृ नेपाल चलाउनलाई हजुरहरू मातृ नेपालबाट एउटा स्पेसिफिक युजर आइडी र पासवर्ड पाउनुहुन्छ। सबभन्दा पहिला गुगल अथवा क्रोममा गएर हजुरहरूले www.matrinepal.com भनेर खोल्नुभयो भने हजुरले यस्तो हाम्रो होम पेज हेर्न सक्नुहुन्छ। त्यसपछि हजुरहरूलाई एउटा युजर नेम र पासवर्ड माग्छ। हामीले मातृ नेपालबाट हजुरहरूलाई एउटा स्पेसिफिक हजुरको युजर नेम र पासवर्ड प्रदान गर्छौँ। अहिले म आफ्नै प्रयोग गर्न गइरहेको छु। हजुरहरू यसरी युजर नेम र पासवर्ड राखेर रिमेम्बर मीमा क्लिक गरेर गर्नुभयो भने हजुरहरूलाई पटक पटक युजर नेम र पासवर्ड राख्नु पर्दैन र लगइन गरेर सजिलै तरिकाले हजुरहरू कक्षामा प्रयोग गर्न सक्नुहुन्छ। हजुरहरू हेर्न सक्नुहुन्छ यहाँ कक्षा 8, कक्षा 9 र कक्षा 10 को शैक्षिक सामग्रीहरू हो। म हरेक कक्षाको एउटा भिडियो हजुरहरूलाई देखाउन गइरहेको छु। कक्षा 8 बाट सुरु गरौँ ल। कक्षा 8 को पहिलो पाठ नै म हजुरहरूलाई देखाउँछु, शहीद गेटको शहीदहरूको सम्झना बारे। काठमाडौँमा टुडी खेलको दक्षिणतर्फ भद्रकाली मन्दिर र धरहराको बीचमा रहेको शहीद स्मारकलाई शहीद गेट भनिन्छ। प्यागोडा शैलीमा निर्माण गरिएको शहीद गेट वास्तुविद शङ्कर नाथ रिमालले डिजाइन गरेका हुन्। पहिले नेपाली स्मारक, पछि शहीद स्मारक हुँदै अहिले त्यसलाई शहीद गेटको रूपमा चिनिन्छ। शहीद गेटमा राजा त्रिभुवन र 4 शहीदहरू धर्मभक्त माथेमा दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको मूर्ति राखिएको छ। विक्रम सम्मत 1997 मा शहीद शुक्रराज शास्त्रीलाई माघ 10 गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ 13 गते र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ 15 गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। तीनै अमर शहीदहरूको स्मरणमा प्रत्येक वर्ष माघ 10 देखि 16 गतेसम्म शहीद सप्ताह मनाइन्छ। देश र जनताको हितको लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विक्रम सम्मत 2012 देखि नै माघ 16 गते शहीद दिवस मनाउँदै आइएको छ। अनि तिनै अमर 4 शहीद र शहीद दिवसको प्रतीक बनेको छ शहीद गेट। सबैलाई यस्तो बिजी स्केड्युल हुँदा पनि सबैजना जोडिनु भयो यो ट्रेनिङ सेसनमा, त्यसको लागि चाहिँ एकदमै धेरै धन्यवाद।